हालेलुया परमेश्वर तपाईँमा उपस्थित सम्पूर्ण भक्तजनलाई यीशु ख्रीष्टको नाममा जय मसीह हामी यो डे 1 को सेसन 2 मा अब सुरु गर्न लागिरहेका छौँ र परमेश्वरको अनुग्रहले गर्दा हामी यहाँ धेरै लगिसकेका छौँ सायद मलाई लाग्छ पहिलो सेसनमा त दोस्रो सेसन अझै कडा हुन्छ जस्तो लागिरहेछ तपाईँहरूको जोसँग युथको अझै नयाँ ड्रेसमा म देखिरहेको छु परमेश्वरले सबैलाई आशीष दिनुभएको होस् र अब हामी यो छोटो ओपनिङ प्रेयरमा जानेछौँ अनि हामी सेसन हामी सुरु हुन्छ है धन्यवाद छ यहाँ परमेश्वर पिता महिमा तपाईँलाई यीशु ख्रीष्टको नाममा सर्वज्ञानी सर्वव्यापी सर्वश्रेष्ठ परमेश्वरमा धन्यवाद दिन्छु आजको यो एकदमै यो दिन यो समय प्रभुले दिनुभएको छ तपाईँ परमेश्वरलाई हामी धन्यवाद दिन्छौँ यसरी प्रभु अब हामी जसरी सेसन 1 हामीले सकेर अब सेसन 2 मा हामी जानेछौँ यसरी तपाईँको अनुग्रहको प्रशस्त भाग्य हामीले दिनुहोस् तपाईँको आशिष पकाउनुहोस् अनि हृदयमा अनि जति पनि एउटा जोस जाँगर जे गर्छ प्रभुको महिमाको लागि गर्छ र हामी धेरै टाढाबाट यहाँनिर भेला भएको छौँ प्रभुको महिमाको लागि भएको छौँ र आजको यो वर्सिप टिमको लागि तपाईँले प्रशस्त आशिष दिनुहोस् यसरी नै हामीलाई लिड गर्नुको लागि यहाँ आजको वचन बोल्ने वक्तादेखि लिएर हामी सुन्ने अनि सबैलाई प्रशस्त आशिष दिनुहोस् हामीलाई बुझ्ने हृदय दिनुहोस् प्रभु प्रकाशको आत्मा दिनुहोस् मनन गर्ने शक्ति दिनुहोस् प्रभु अनि यो हलमा सबै यीशु ख्रीष्टको आलोकले म बाँध्दै तपाईँको बाहिरबाट आउने दुष्ट बाधा विघ्नहरू यीशुको नाममा तोड्छु तपाईँको उपस्थिति हामी सबैले धन्यवाद महिमा तपाईँलाई यीशु ख्रीष्टको नाममा आमेन हुन्छ सबैलाई विजय यीशु ख्रीष्टको नाममा जय मसीह हालेलुया 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 हुन्छ हामी यो समयको लागि धन्यवाद हुन्छ हामीलाई वर्सिपको समय दिनुहुने हाम्रा यो मौका दिनुहुने हाम्रा आदरणीय जति पनि पास्टरहरू हुनुहुन्छ जो बिएलसीमा हाम्रा जति पनि हुनुहुन्छ उहाँहरूलाई धन्यवाद दिन चाहन्छु हुन्छ अनि हामी सरसर म ज्यादा बोल्दिनँ अनि यसको लागि हामी हाम्रो निम्ति वर्सिपको लागि केही छोटो बाइबल हामीको भर्स पढ्न गइरहेका छौँ अनि यसको लागि म आदरणीय हाम्रा डिकनज्यूलाई म अनुरोध गर्न चाहन्छु अनि उहाँले यो समय लिन सक्नुहुन्छ हुन्छ प्रभु यीशु ख्रीष्टको नाममा सबैजनालाई जय मसीह हुन्छ हामी आराधनाभित्र स्तुति आराधनामा पछि जानुभन्दा अगाडि हामी बाइबलको वचनतर्फ तपाईँहरूलाई दोहोऱ्याएर लैजानेछौँ यहाँनिर दाउद राजाले बडो मजाको साथमा परमेश्वरको निम्ति यहाँनिर हामीले कसरी आराधना गर्नुपर्ने अनि उहाँलाई हामी कसरी उहाँप्रति हामी धन्यवादी हुनुपर्ने भन्ने विषयमा हामीलाई हौसला र उत्साह दिनुभएको कुराहरू हामी यहाँनिर पाउँदछौँ अनि यहाँनिर भजन सङ्ग्रह 100 1 2 3 4 5 पदले यही भन्छ हे सारा पृथ्वीका मानिसहरू हो परमप्रभुको जय जयकार मनाऊ आनन्द साथ परमप्रभुको आराधना गर हर्षको गीत गाउँदै उहाँको सामुन्य हो परमप्रभु नै परमेश्वर हुनुहुन्छ भनी जान किनभने हामी उहाँकै हौँ उहाँले नै हामीलाई सृष्टि गर्नुभयो हामी उहाँको प्रजा अनि उहाँका खर्कका भेडाहरू हौँ हालेलुया उहाँको भवनका द्वारहरूभित्र हामी धन्यवादसित पस्नेछौँ अनि प्रशंसा गर्दै उहाँको मन्दिरमा हामी प्रवेश गर्नेछौँ है त अनि यहाँनिर मिठो साथ भन्नुभएको छ अनि 5 मा यसरी लेखिएको छ किनभने परमप्रभु भला हुनुहुन्छ उहाँको करुणा सदाकाल रहन्छ अनि उहाँको विश्वसनीयता चाहिँ पुस्तौँदेखि पुस्तौँसम्म रहिरहन्छ हालेलुया फेरि पनि हाम्रो युथ भाइलाई म दिन चाहन्छु सबैलाई जय मसीह धन्यवाद ज्यूलाई उहाँले मिठो नभइकन मजाले गरेर पढिदिनु भयो धन्यवाद हुन्छ आउनुहोस् हामी तपाईँहरू आफ्नो ठाउँमा खडा भइदिनुहोस् हामी परमेश्वरलाई यो घडी हामी प्रेस गर्नेछौँ धन्यवाद दिनेछौँ अनि हामी सबैजना रेडी छौँ नाच्नको लागि हुन्छ हामी मलाई आमा मनपर्छ भन्ने हामी यो भजनको बोल्दा हामी गाउनेछौँ अनि हामी सबैजनाले यो भजन जान्नु नै हुनेछ अनि हामी सबैजना मिलेर हामी गाउनेछौँ उहाँको नाउँमा जान्नेछौँ अनि नाच्नेछौँ है त हुन्छ मलाई गाम मनपर्छ मलाई जुन मनपर्छ जीवनभरि सुनको चेला हुन मनपर्छ हुन मनपर्छ हुन मनपर्छ
आमाले मजाले नाचिदिनु भयो अनि हुन्छ हामी यो घडी समय हामी प्रभुमा हाम्रो धन्यवाद हृदय लिएर आएका छौँ अनि हामी उहाँमा सारा हृदयले सारा प्राण अनि सारा समशक्तिद्वारा उहाँको नाउँलाई उचाल्नेछौँ आउनुहोस् हामी सबैजना हामी तयारी छौँ अनि पवित्र आत्मा हाम्रो साथमा हुनुहुन्छ उहाँको उपस्थिति अघिबाट छ यसले गर्दा आउनुहोस् हामी प्रार्थना गरौँ हामी शरीरले आँखा बन्द गरिकन आत्मिक खोलौँ अनि परमेश्वरमा हामी नजिक भएर उहाँको नजिक गएर उहाँलाई धन्यवाद चढाउँदछौँ आउनुहोस् हामी प्रार्थना गरौँ तपाईँ सर्वशक्तिमान सर्वव्यापी सर्वज्ञानी तपाईँ राजाहरूको राजा अनि प्रभुहरूको प्रभु प्रभु तपाईँलाई हामी यो घडी यो समय स्वागत गर्छौँ तपाईँको आराधना गर्नको निम्ति हामी यसरी भेला हुन सकेका छौँ प्रभु तपाईँ साँच्ची नै हाम्रो असल गोठाला तपाईँ हुनुहुन्छ तपाईँ याकुब अब्राहम इसाकका परमेश्वर तपाईँ सारा ब्रह्माण्ड सारा सृष्टिका मालिक प्रभु हामी यो घडी समय तपाईँलाई उचाल्दछौँ प्रभु तपाईँमा हामी आउँदछौँ प्रभु हामी तपाईँलाई जीवन समर्पित गर्दछौँ प्रभु त्यसले गर्दा प्रभु आज हामी तपाईँको मुहारको खोजी गर्न आएका छौँ तपाईँलाई हेर्न आएका छौँ तपाईँलाई धन्यवाद दिनको निम्ति त्यो आन्तरिक साथ आएका छौँ प्रभु प्रभु हामी यो हृदय लिएर प्रभु तपाईँमा आएका छौँ त्यो दृश्य नबोकेर प्रभु तपाईँको सामने यसरी खडा भएका छौँ तपाईँले हामीलाई दीप्त पार्नुहुन्छ हामी जसरी एउटा प्रभु प्रकाशले आज प्रभु तपाईँको मुहारको खोजी गर्न लाग्यो प्रभु अनि त्यो घरमा प्रभु उधार आएको छ प्रभु आज पुर्को भए तपाईँको भिडले पुर्को मन भए तपाईँको चिन्तित प्रभु यति साह्रो प्रभुको मुहार हेर्ने चाहना राख्दै प्रभु आज हामी दिनु तपाईँको आवाजलाई सुन्न चाहन्छौँ तपाईँको खोजी गर्न चाहन्छौँ यसो
पवित्र हुनुहुन्छ दाउदले भने चाहिँ परमप्रभु म तपाईँको प्रशंसा गर्छु तपाईँले गर्नुभएको उपकारहरू हामी बिर्सदैनौँ प्रभु आज हामीलाई तपाईँले गर्नुभएको उपकार हामी बिर्सदैनौँ ताकि हाम्रो जसले आज हाम्रो सबै पापहरूलाई तपाईँले क्षमा गर्नुभयो हाम्रो रोगहरूलाई तपाईँले निको पार्नुभयो प्रभु आज हामीलाई जीवनको मृत्युलोकबाट मुक्त गर्नुहुने तपाईँ येशूलाई हामी धन्यवाद दिँदछौँ आज प्रभु तपाईँ करुणामायाको परमेश्वर तपाईँको कृपा तपाईँको अनुग्रह तपाईँको कक्षाका हाम्रो निम्ति भगेर पोखिएको छ प्रभु हामी प्रभु यो तपाईँलाई हामी धन्यवाद दिँदाखेरि हाम्रो शब्दहरू छैन तर पनि प्रभु आज हामी तपाईँलाई यो अन्त निम्ति मेरो जीवन सजिलो धन्यवाद गर्दछौँ महिमाका राजा प्रशंसाको योग्यको जब बस्छु म तपाईँलाई हेर्दछु अनि म मेरो जीवनको मार्गलाई प्राप्त गर्छु जब म तपाईँलाई हेर्दछु अनि मेरो सारा बोझहरू हल्का हुँदछ Yes, Prabhu. जीवनको मार्गलाई प्राप्त गर्छु जब
तपाईँको इच्छाले म भरिदछु जब म तपाईँलाई हेर्छु तपाईँको दृष्टिले म हेर्छु जब म तपाईँलाई हेर्छु तपाईँकै इच्छाले मलाई चढाउँदछ साँच्चै नै प्रभु तपाईँ धन्यको हुनुहुन्छ तपाईँ राजाहरूको राजा अनि प्रभुहरूको प्रभु तपाईँको लागि हाम्रो हृदयबाट धन्यवाद दिँदछौँ तपाईँ हाम्रो शरणस्थान हाम्रो किल्ला हाम्रो चट्टान प्रभु हामी तपाईँलाई यो घडी समय हामीले हाम्रो हृदयबाट धन्यवाद दिन सकेका छौँ प्रभु आज हामीले यो दिनहरूमा हामी सबै ठाउँहरूबाट यसरी जमघट भएर भेला भइकन प्रभु तपाईँको नाउँलाई उचाल्न सक्यौँ तपाईँलाई हामीले धन्यवाद दिन सक्यौँ तपाईँको उपस्थितिको हामीले महसुस गर्न सकेका छौँ प्रभु तपाईँलाई धन्यवाद दिँदछौँ आज साक्षी नै प्रभु तपाईँलाई सम्पूर्ण हृदयले प्रभु तपाईँलाई हामी धन्यवाद चढाउँदछौँ किनभने तपाईँको नाउँको हामी प्रशंसा गर्दछौँ किनभने भल प्रभु तपाईँ भलो हुनुहुन्छ तपाईँको करुणा हाम्रो निम्ति सदा सरल रहिरहन्छ र तपाईँको विश्वसनीयता हाम्रो पुस्तौँसम्म रहन्छ प्रभु हामी तपाईँलाई धन्यवाद चढाउँदछौँ अब सम्पूर्ण र भाग्य देवताको समय तपाईँलाई दिँदछौँ वचनले छोरा दास तपाईँको हातमा यो वर्षी तपाईँको हातमा यो देवताको सम्पूर्ण रहल समय म तपाईँको हातमा दिँदै यो अन्तर्विधि तपाईँमा टक्राउँदछौँ हामीलाई माया गर्नुहुने उनी येशूको उच्चनी पवित्र नाममा आमेन हालेलुया हालेलुया यो समय आजको जुन सञ्चालकज्यूलाई दिँदै यहाँबाट हामी जोड्न चाहन्छु सबैलाई जय मसीह सम्पूर्ण बोर्डर टिम भाउ आमा अनि लगायत आमा बाबा दाजुभाइ दिदी बहिनीमा मेरो न्यानो यीशुको नाममा जय मसीह म यो स्पेसियल सङ लिएर आएको छु अनि कतिजनाले सुन्नु भएको छैन होला त्यसै पनि स्पेसियल होइन अनि म गाउन त गइरहेको छु कतै भुल गल्तीहरू भए पनि क्षमा गर्नुभएको होस् अलिकति यस्तो छ धेरै गीतहरू छान्दा कति होइन कसरी गाउने कुन अब कतिवटा गीतले हामीलाई प्रभाव पुऱ्याउँछ भनेर संसारमा के भइराखेको छ भनेर हामीले राम्ररी वचन सुनेका छौँ आमेन हालेलुया अलिक खलल पसिना आइरहेछ यो आकाशभन्दा फाटिलो छ भनेर म गाउन गइरहेको छु तपाईँहरू सुन्नुभएको छ अनि आशिषित हुनुभएको छ आमेन हालेलुया आकाशभन्दा फाटिलो छ ख्रीष्टको हृदय सागरभन्दा गहिरो छ ख्रीष्टको प्रेम तिमीलाई सागरभन्दा गहिरो छ ख्रीष्टको प्रेम तिमीलाई बोलाइरहेछ हृदय
हुन्छ सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस् र फेरि पनि दोस्रो अभिवादन जय मसीह। हाम्रो मार्था दिदीलाई धेरै धेरै धन्यवाद, परमेश्वरले अझै आशिष गर्नुभएको होस्। एकदमै स्वर पनि सुमधुर छ, साथसाथमा हरेक समय गाउनका लागि उहाँ तयारी भइराख्नुहुन्छ। उहाँको हौसला स्वरूप हामी एकचोटि जोरदार ताली बजाएर उहाँलाई धन्यवाद दिन्छौँ। यस घडी हामी अब पहिलो दिनको दोस्रो सेसनमा प्रवेश गरिसकेका छौँ। यहाँहरूलाई थाहा छ हाम्रो यसपालिको स्पिकर दोस्रो सेसनको लागि हाम्रो बिचमा पास्टर पुष्प हुनुहुन्छ। अनि उहाँलाई म यो समय दिएर स्वागत गर्नुभन्दा अगाडि म थोरै यहाँहरूको बिचमा उहाँको छोटो परिचय राख्न चाहन्छु। आशा छ यहाँहरूले त्यसलाई सुनिदिनु हुनेछ। विशेष गरी पास्टर पुष्पलाई मैले क्यानाडामा आएर चिनेको हो। अनि उहाँको बारेमा थोरै परिचय मैले राख्नु पर्दाखेरि उहाँ दानाबारी तेलिम्पू भुटानमा जन्मिनुभयो। त्यहाँदेखि 1992 उहाँ टिमाई क्याम्पमा आउनुभयो। त्यस पछाडि साइड क्याम्पको बसाइमा एकदमै कष्टको समयमा प्रभुलाई पाउनुभयो, एउटा परिवारबाट त्यागिएको व्यक्ति। अनि प्रभुलाई ग्रहण गर्दै गर्दाखेरि टिमाई क्याम्पमा घोषणा मण्डलीमा केही समयको लागि पास्टरको सेवा कार्यक्रममा पनि रहनुभयो उहाँ। अनि त्यस पछाडि चाहिँ उहाँ टिमाई क्याम्पबाट बेलडाङ्गी हुँदै बेलडाङ्गीबाट उहाँ चाहिँ यो क्यारिफोर्ड छ जहाँ हामी अहिले सेवाकाई गर्दैछौँ क्युबेक सिटीमा, उहाँ चाहिँ तेस्रो मुलुक पुनर्वसनको जुन प्रक्रियाद्वारा यहाँनिर आउनुभयो। र आइसकेपछि उहाँले 2012मा उहाँ यहाँ आउनुभयो। 2012मा आइसकेपछि लगभग सुरुको दिनमा धेरै चुनौती खेपे तापनि 2013मा उहाँले हार्ट अफ जिजस चर्चलाई जन्म दिनुभयो। अनि त्यो चर्चमा चाहिँ उहाँ यो ठाउँमा रहनुभयो। 2013देखि 2017को अन्तिमसम्म उहाँ यहाँ रहेर 18मा चाहिँ उहाँको परिवार लिएर उहाँ अन्टारियोको वाटरलू भन्ने सिटीमा सहरमा मुभ गर्नुभएको थियो। अनि त्यहाँ चाहिँ उहाँ बस्दै गर्दाखेरि हार्ट अफ जिजस चर्चको चाहिँ उहाँ एउटा लिड पास्टर पनि हुनुहुन्छ, फाउन्डर पनि हुनुहुन्छ। साथसाथमा क्याम्पको बसाइमा उहाँले धेरै दुःखको परिस्थितिमा सेवाकाई गरे तापनि उहाँको हृदयमा परमेश्वरले एउटा भिजन दिनुभएको थियो, दर्शन दिनुभएको थियो। त्यो दर्शन चाहिँ के भन्दाखेरि आर्ट अफ बाइबल स्कुल उहाँले यो त्यो ठाउँबाट सुरु गरेर यो ठाउँमा आएर पनि उहाँले नेपाल जस्तो देशमा फेरि गएर लगभग विगत 4-5 वर्षदेखि निरन्तर रूपमा त्यसलाई गरिराख्नु भएको छ। धेरै मानिसहरूलाई सुसमाचारहरू सुनाउने काम गरिरहनु भएको छ। र उहाँले क्याम्पको बसाइमा आफ्नो उच्च शिक्षालाई पनि पुरा गर्नुभयो। अनि त्यस पछाडि उहाँ चाहिँ अहिले हालमा वाटरलू सहर अन्टारियोको एउटा सहरमा आफ्नो परिवार श्रीमती तुला गुरुङ र तिला गुरुङ र अनि नानी एल्भिन है सानो बालकको साथमा रहनु भइरहेको छ। र यो बिएनसिएचको एउटा एडमिनिस्ट्रेटरको रूपमा पनि उहाँले एउटा अहम भूमिका निर्वाह गर्नुभएको छ। सबै बोर्डहरूलाई ठुलो सहायता पुर्याइराख्नु भएको छ। आज यो बिएनसिएचको 6औं समिटमा हामीहरूले उहाँ जस्तो एउटा व्यक्तिलाई एउटा वक्ताको रूपमा प्राप्त गर्नु पाउन चाहिँ हाम्रो एउटा सौभाग्य पनि हो। अब भने म ढिलो नगरिकन यहाँहरूको बिचमा आजको यो पहिलो दिनको दोस्रो सेसनमा उहाँलाई हामी स्वागत गर्नेछौँ। तर त्योभन्दा अगाडि हामी सबैजना आफ्नो ठाउँमा खडा भइदियौँ र सबैजना खडा भएर हामी जोरदार ताली बजाएर उहाँलाई स्वागत गर्नेछौँ वचनको लागि। हुन्छ, प्रभुलाई महिमा होस्। तपाईँहरू सबैजनालाई यीशु ख्रीष्टको नाममा जय मसीह। पास्टर बाबुलाई मेरो धेरै जानकारी रहेछ है, थ्याङ्क यू सो मच। प्रभुले आशिष दियो, धेरै मजाले मेरो विषयमा भन्नुभयो है, थ्याङ्क यू। अनि म विशेष धन्यवाद दिन चाहन्छु हाम्रो आदरणीय पास्टर सुरेन्द्र राई अनि पास्टर हिरा, त्यसै गरी बिएनसिएसीको सम्पूर्ण लिडरहरूलाई जसले मलाई यो अवसर दिनुभयो। म विश्वास गर्छु परमेश्वरले आज तपाईँ र हाम्रो बिचमा काम गर्नुहुनेछ अनि तपाईँको हृदयमा परमेश्वरले उहाँको वचनद्वारा बोल्नुहुनेछ। सबैले भन्नु त हालेलुया। मलाई थाहा छ तपाईँहरू सबैजना भोकै हुनुहुन्छ, सबैलाई गाह्रो परिरहेको छ, मैले त्यो बुझेको छु। तर म सकेसम्म छोटो जाने प्रयास गर्नेछु है। प्रभुलाई महिमा होस्। आज हामी हेर्नेछौँ हाम्रो जीवनमा परमेश्वरको इच्छा के हो।
यो कुरा हामीले बुझ्न सक्यौँ भने हाम्रो जीवन सरल बनेर जान्छ। धेरैचोटि हाम्रो सङ्घर्ष चाहिँ जिउनु भन्दा नै परमेश्वरको योजनालाई, परमेश्वरको इच्छालाई हाम्रो जीवनमा भेट्न नसकेको कारणले गर्दा हामीलाई गाह्रो परिरहेको हुन्छ। हामीले डिग्री लिइरहेका हुन्छौँ, हामी पढिरहेका हुन्छौँ, हामी अरू क्षेत्रमा पनि हामीले धेरै प्रगति गरिरहेका हुन्छौँ। तर यो सबै प्रगतिहरूको बिचमा अनि धेरै जीवनको हरेक कुराहरूको बिचमा हामीले एउटा कुरालाई मिस गरिरहेका हुन्छौँ। त्यो चाहिँ के हो भन्दा परमेश्वरको इच्छा। परमेश्वरले तपाईँ र मलाई संसारमा किन पठाउनु भयो? तपाईँ किन यो संसारमा हुनुहुन्छ? अनि तपाईँले आज जीवनमा सास फेरिरहनु भएको छ, जुन सास परमेश्वरले तपाईँलाई दिनुभएको छ, यो सास फेर्दै गर्दाखेरि, यो जीवनलाई जिउँदै गर्दाखेरि के हामीले परमेश्वरको इच्छालाई हाम्रो जीवनमा पाएका छौँ? यो प्रश्न आज म तपाईँलाई आजको साँझ यही विषयमा लिएर आइरहेको छु है। आज म तपाईँलाई विशेष गरी यो वचन सुन्दै गर्दाखेरि बा परमेश्वरले तपाईँलाई कुन कुराको लागि बोलाउनु भएको छ, तपाईँको जीवनमा परमेश्वरको इच्छा के छ भन्ने कुरालाई बा पत्ता लगाउन पो सक्नुहुन्छ कि? म विश्वास गर्छु तपाईँले डेफिनेटली सक्नुहुनेछ। केनेथ ह्यागेन परमेश्वरको सेवक हुनुहुन्छ अनि उहाँले भन्नुहुन्छ कि परमेश्वरको इच्छा उहाँको वचनमा प्रकट गरिएको छ। सबैले भनौँ न हालेलुया। परमेश्वरको इच्छा चाहिँ परमेश्वरको वचनमा प्रकट गरिएको छ। तपाईँ र मैले संसारमा परमेश्वरको इच्छा खोज्न थाल्यौँ भने हामी फेल हुन्छौँ। तपाईँ र मैले संसारतिर गएर चाहिँ प्रभु तपाईँले मलाई किन बनाउनु भएको हो, मलाई मेरो जीवनमा तपाईँको उद्देश्य के हो भनेर बाहिर गएर हामीले खोज्न थाल्यौँ भने सायद हामीले त्यो कुरालाई मिस गर्छौँ जुन कुराको लागि परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको छ। हालेलुया। केनेथ ह्यागेनले भन्नुहुन्छ कि परमेश्वरको इच्छा चाहिँ परमेश्वरको वचनमा प्रकट गरिएको छ। है आज वचन तपाईँले सुन्दै गर्दाखेरि पवित्र आत्माले तपाईँको हृदयमा उहाँको इच्छा तपाईँको जीवनमा देखाउन सक्नुहुन्छ। सबैले भनौँ न हालेलुया। म तपाईँलाई मत्तीको पुस्तक 22 अध्यायको 37 देखि 40 सम्म जानुभन्दा अगाडि केही कुरा भन्न चाहन्छु कि परमेश्वरले तपाईँ र मलाई चाहिँ उहाँलाई प्रेम गर्नको लागि सृष्टि गर्नुभएको। सबैभन्दा प्रथम कुरा परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको सबैभन्दा पहिलो उद्देश्य उहाँलाई प्रेम गर्नको लागि। दोस्रोमा परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको उद्देश्य चाहिँ मानिसहरूलाई प्रेम गर्नको लागि। तेस्रोमा परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको उद्देश्य चाहिँ सुसमाचार सुनाउनको लागि हो। र चौथोमा चाहिँ परमेश्वरले तपाईँ र मलाई बनाउनु भएको उद्देश्य चाहिँ चेला बनाउनको लागि हो। हालेलुया। हालेलुया। परमेश्वरलाई प्रेम गर्न, मानिसहरूलाई प्रेम गर्न, सुसमाचार सुनाउन र चेला बनाउनु परमेश्वरले तपाईँ र मलाई सृष्टि गर्नुभएको छ। होला अरू धेरै विषयहरू होला, अरू धेरै रिजन्सहरू होला, अरू धेरै धेरै कुराहरू होला, तर त्यो सबै कुराहरूको बिचमा विशेष यो 4टा कुरा परमेश्वरले आजको मण्डलीहरूले, आजको पास्टर्स, लिडर्सहरूले, विश्वासीहरूले, जेन्जीहरूले सबैले बुझेको चाहनुहुन्छ कि परमेश्वरले तपाईँ र मलाई उद्देश्यले बनाउनु भएको छ अनि त्यो उद्देश्य चाहिँ यो 4टा कुरामा विशेष गरी प्रस्तुत गरिएको छ। म तपाईँलाई मत्तीको पुस्तक 22 अध्यायको 37 देखि 40 सम्म लिएर जान गइरहेको छु। यहाँ बाइबलले भन्छ, उहाँले तिमीलाई भन्नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले र आफ्नो सारा प्राणले र आफ्नो सारा समझले प्रेम गर्नु महान र प्रथम आज्ञा यही हो। दोस्रो पनि यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आदर यिनै 2 आज्ञाहरू हुन्। त्यसै गरी म नेक्स्ट पढ्न चाहन्छु मर्कुसको पुस्तक 16 अध्यायको 15 पद। यहाँ बाइबलले भन्छ कि अनि उहाँले तिनीहरूलाई भन्नुभयो, सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर। त्यसै गरी म अर्को खण्ड पढ्न चाहन्छु मत्तीको पुस्तक 28 अध्यायको 18 देखि 20 सम्म। तपाईँ यीशु तिनीहरू कहाँ आएर भन्नुभयो, स्वर्ग र पृथ्वीमा समस्त अधिकार मलाई दिएको छ, यसकारण जाऊ र सबै देशका जातिहरूलाई चेला बनाऊ, पिता र पुत्र र पवित्र आत्माको नाउँमा तिनीहरूलाई बप्तिस्मा देऊ, मैले तिमीहरूलाई आज्ञा गरेका सबै कुरा पालन गर्न तिनीहरूलाई सिकाऊ। हेर म युगको अन्त्यसम्म सधैँ तिमीहरूको साथमा छु। सबैले भनौँ न आमेन। हालेलुया। परमेश्वरको इच्छा के हो? यो भर्सहरुमा तपाईले देख्न सक्नुहुन्छ, जान्न सक्नुहुन्छ कि परमेश्वरको योजना हाम्रो जीवनमा के हो। पहिलो कुरा त परमेश्वरलाई प्रेम गर्नु हो, दोस्रोमा मानिसहरूलाई प्रेम गर्नु हो, सुसमाचारहरू सुनाउनु हो र चेला बनाउनु हो। है आज तपाई र म
यदि है अहिले प्रभु येशू ख्रीष्ट यहाँनिर है तपाईँ र मेरो बिचमा उभिनु भयो र उहाँले तपाईँ र मलाई चाहिँ के चाहिँ भन्नुहुन्छ होला, के चाहिँ गर्न उहाँले लाउनुहुन्छ होला हामीलाई, है त्यो कुरा उहाँले वचनमा अलरेडी प्रकट गरिसक्नु भएको छ। मत्तीको पुस्तक 22 अध्यायमा त्यो चाहिँ के हो भन्दाखेरि सारा हृदयले परमेश्वरलाई प्रेम गर्नु। सबैले भनौँ न हालेलुया। है परमेश्वरको इच्छा मेरो जीवनमा म कहाँ जानु, है मैले के पढ्नु, है मैले कसलाई विवाह गर्नु, मैले कुन सेवाकाई गर्नु, मैले कुन देशमा बस्नु, यो कुराहरू भन्दा माथि परमेश्वरको योजना छ। यी सबै कुराहरू महत्त्वपूर्ण छन्, असल छन्, तर यो भन्दा ठुलो कुरा चाहिँ के छ भन्दा नि परमेश्वरले तपाईँ र मलाई आफ्नो योजना देखाउनु भन्दा अगाडि उहाँले तपाईँ र मलाई उहाँको हृदय देखाउनुहुन्छ। परमेश्वरले तपाईँ र मलाई उहाँको योजना देखाउनु भन्दा अगाडि उहाँले तपाईँ र मलाई उहाँको हृदय देखाउनुहुन्छ। अनि परमेश्वरको धेरैचोटि हामी विश्वासीहरू नि परमेश्वरको हात खोजिरहेका हुन्छौँ, तर परमेश्वर चाहनुहुन्छ कि हामीले पहिले उहाँको हृदय खोजेको। हालेलुया। धेरैचोटि विश्वासीहरू हामी के खोजिरहेका हुन्छौँ? परमेश्वरको हात, आशिष, मेरो जबमा आशिष, मेरो पत्नीमा आशिष, मेरो बच्चामा आशिष, मेरो मण्डलीमा आशिष, सबै क्षेत्रमा आशिष खोजिरहेका हुन्छौँ। तर परमेश्वर चाहिँ नि तपाईँ र मेरो हृदय खोजिरहनु भएको हुन्छ। सबैले भनौँ न हालेलुया, हालेलुया। परमेश्वरले तपाईँ र मेरो हृदय खोजिरहनु भएको हुन्छ। किन भन्दाखेरि जसले परमेश्वरको हृदय बुझ्छ नि उसले परमेश्वरको इच्छालाई पनि बुझ्न सक्दछ। जब तपाईँ र म परमेश्वरको हृदयमा के छ भन्ने कुरालाई पत्ता लगाउन सक्छौँ, परमेश्वरले मलाई किन बनाउनु भएको छ, किन म यो संसारमा छु भन्ने कुरा जब तपाईँले त्यो जान्नुहुन्छ, जब तपाईँले परमेश्वरको इच्छालाई बुझ्नको लागि नि उहाँको हृदयलाई बुझ्न आवश्यक छ। सबैले भनौँ न हालेलुया, हालेलुया। परमेश्वरको इच्छा चाहिँ रहस्यमय छैन, उहाँले आफ्नो इच्छा आफ्नो वचनमा प्रकट गरिसक्नु भएको छ। आज म तपाईँलाई एउटा गहिरो प्रश्न सोध्न चाहन्छु। आज यदि येशू ख्रीष्ट तपाईँको अगाडि उभिनु भयो भने उहाँले तपाईँलाई के सोध्नुहुन्छ होला? येशू ख्रीष्ट तपाईँको अगाडि, मेरो अगाडि उभिनु भयो भने उहाँले आजको दिन के सोध्नुहुन्छ होला? म तपाईँलाई आज बताउन चाहन्छु, उहाँले यो सोध्नु हुने छैन कि तिम्रो ब्याङ्क ब्यालेन्स कति छ। न, प्रभुलाई ब्याङ्क ब्यालेन्ससँग मतलब छैन। उहाँले यो सोध्नुहुन्न कि तिमीले कतिवटा घर बनायौ, कतिवटा घर तिमीले किनिसकेको छ। न, प्रभुले यो पनि सोध्नेवाला छैन। है तिमीले कतिवटा चर्च बनायौ, यो पनि प्रभुले सोध्नुहुन्न। कारण किन भन्दा नि येशूले नि पत्रुसलाई जे सोध्नु भयो नि यीशुले तपाईँ र मलाई त्यो सोध्नुहुन्छ। यीशुले पत्रुसलाई के सोध्नु भयो? के तिमी मलाई प्रेम गर्छौ भनेर सोध्नु भयो। जवान जवानीहरू क्यारियर राम्रो, धेरै पढ्नु राम्रो, डक्टर बनिनु, इन्जिनियर बनिनु, गाडी किन्नु, घर किन्नु, हरेक कुरा गर्नु राम्रो, हामीसँग पैसा प्रशस्त भएको धेरै राम्रो हो। तर यीशु ख्रीष्ट आजको साँझ यो जग्गामा खडा भएर उहाँले सोध्नु भयो भने उहाँले सोध्ने प्रश्न यो हुनेछ, के तिमी मलाई प्रेम गर्छौ? तपाईँलाई म प्रश्न छोड्दैछु, के तपाईँ साँच्चै के यीशुलाई प्रेम गर्नुहुन्छ? किनकि प्रेम नै सम्पूर्ण क्रिस्चियन जीवनको जग हो। हालेलुया। प्रेम नै सम्पूर्ण क्रिस्चियन जगतको जग हो। र अब म तपाईँलाई परमेश्वरको इच्छा हाम्रो जीवनमा के हो पहिलो पोइन्टमा जान गइरहेको छु, किनकि मलाई थाहा छ समय स्पिड कुद्नेछु, तपाईँले म सँगसँगै पक्रिँदै जानु। परमेश्वरको इच्छा चाहिँ सबैभन्दा प्रथम इच्छा चाहिँ के हो भन्दाखेरि उहाँलाई सम्पूर्ण हृदयले प्रेम गर्नु, अर्थात् परमेश्वरलाई प्रेम गर्नु। है परमेश्वरलाई प्रेम गर्नु। हामी सबैजना भन्नेछौँ परमेश्वरलाई प्रेम गर्नु। तपाईँको नजिकको साथीलाई कोट्याएर भन्नुहोस् न, के तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ? नलजाइकन अलिक ठुलो स्वरले के तपाईँ परमेश्वरलाई प्रेम गर्नुहुन्छ भनेर सोध्नु न। हालेलुया। परमेश्वरलाई प्रेम गर्नुको लागि परमेश्वरले तपाईँ र मलाई बनाउनु भयो, अनि सुन्दर बनाउनु भयो, ह्यान्डसम बनाउनु भयो, ब्युटी बनाउनु भयो, राम्रो बनाउनु भयो। रिजन एउटै छ परमेश्वरलाई प्रेम गर्नको लागि। जब जब म हाम्रो ह्यान्डसम भाइ बहिनीहरूले, ब्युटिफुल बहिनीहरूले प्रभुलाई माया गरेको देख्छु कस्तो खुसी लाग्छ। आजको वर्शिप टिमको लागि ठुलो ताली बजाएर धन्यवाद। कस्तो मिठो उपस्थितिमा उहाँहरूले मान्नु। यो पुस्ताले परमेश्वरलाई प्रेम गर्न आवश्यक छ। क्यारियर बनाऊ नबनाऊ, क्यारियरमा फेल भए पनि मतलब छैन, यीशुसँग फेल नहौँ हामी। हालेलुया। घर बनाऊ कि नबनाऊ मतलब छैन, तर यीशुसँग फेल नहौँ हामी।
कारण किन भन्दाखेरि यीशुले तपाईँ र म जब उहाँको उपस्थितिमा जाँदै गर्दा सोध्ने प्रश्न, तिमीले कति घर बनायौ, कति गाडी किन्यौ, तिमीले कतिवटा चर्च बनायौ, होइन, यीशुले सोध्नुहुनेछ के तिमीले मलाई प्रेम गर्यौ। हालेलुया। किनभने यीशुलाई प्रेम गर्नको लागि पैसा चाहिँदैन, यीशुलाई प्रेम गर्नको लागि घर चाहिँदैन, गाडी चाहिँदैन, यीशुलाई प्रेम गर्नको लागि हृदय चाहिन्छ। अनि यीशुले हृदय हेर्नुहुन्छ। सबैले भनौँ न हालेलुया, हालेलुया। यीशुले भन्नु भएन है पहिले जाऊ प्रचार गर भन्नु भएन, पहिले जाऊ चमत्कार गर, पहिले जाऊ चर्च खोल, पहिले जाऊ पैसा कमाऊ, पहिले जाऊ गाडी किन, पहिले जाऊ सेवाकाई गर, पहिले जाऊ यो गर त्यो गर, केही भन्नु भएन। तर यीशुले भन्नुभयो पहिले जाऊ अनि प्रेम गर। हालेलुया। सबैले भनौँ न हालेलुया। उहाँले मलाई प्रेम गर भन्नुभयो है, उहाँलाई प्रेम गर भन्नुभयो। परमेश्वरलाई हाम्रो सेवा चाहिएको छैन, परमेश्वरलाई हाम्रो हृदय चाहिएको छ। परमेश्वरले तपाईँ र मैले कति सेवा गर्छु हेर्नुहुन्न, उहाँ बिरामी हुनुहुन्न सेवाको लागि, सेवा मानिसलाई चाहिन्छ, तर परमेश्वरलाई तपाईँ र मेरो सेवा होइन, तर तपाईँ र मेरो हृदय चाहिएको छ। सबैले भनौँ न हालेलुया। धेरै मानिसहरूले परमेश्वरको निम्ति काम गर्छन्, तर थोरैले मात्र परमेश्वरसँग हिँड्ने गर्दछ। परमेश्वरले तपाईँ र मैले उहाँको लागि कति गर्यौँ भन्दा नि उहाँसँग कति हिँड्यौँ हेर्नुहुन्छ। हालेलुया। धेरै मानिसहरू मञ्चमा सफल हुन्छन् तर प्रार्थनाको कोठामा पराजित हुन्छन्। मतलब स्टेजमा सफल तर प्रार्थना शून्य। परमेश्वर तपाईँ र म सेक्रेटमा उहाँसँग घनिष्ठ सम्बन्ध गाँसेको चाहनुहुन्छ। चाहे तपाईँ र मेरो सेवाकाई नहोस्, तर तपाईँ र मेरो प्रार्थना हुन आवश्यक छ। हालेलुया। तपाईँ र पास्टर नहोस् मतलब छैन, परमेश्वरले सबैलाई पास्टर हुन बोलाउनु भएन, तर परमेश्वरले तपाईँ र मलाई प्रार्थना गर्ने चेला हुन बोलाउनु भएको छ। सबैले भन्नु त हालेलुया। धेरैलाई अभिषेक चाहिन्छ, तर परमेश्वरलाई सम्बन्ध चाहिएको छ। Anointing is important. Praise God. अभिषेकको लागि धन्यवाद। अभिषेक नहुनु थियो भने आज वर्शिप राम्रो हुन्थेन। अभिषेकको लागि धन्यवाद प्रभुलाई, तर त्यो भन्दा धेरै परमेश्वरलाई चाहिएको कुरा चाहिँ के हो? अभिषेक भन्दा धेरै सम्बन्ध। उहाँ चाहिँ सम्बन्ध बनाउन चाहनुहुन्छ। परमेश्वरले आदमलाई किन सृष्टि गर्नुभयो? के स्वर्गमा कामदारको खाँचो थियो? थिएन। के परमेश्वरलाई खेत जोत्ने मानिसको खाँचो थियो? थिएन। तर परमेश्वरलाई उहाँलाई प्रेम गर्ने मानिसको खाँचो थियो। हालेलुया। तर उहाँले आदमलाई एउटा कारणले बनाउनु भयो, उहाँलाई प्रेम गर्न। हरेक साथ परमेश्वर आदमसँग हिँड्नुहुन्थ्यो, उहाँसँग कुरा गर्नुहुन्थ्यो। यो केवल भेटघाट थिएन, तर यो सम्बन्ध थियो। जब सम्बन्ध हुन्छ तब हामी सँगै हिँड्न सक्छौँ, तर जब सम्बन्ध बिग्रिन्छ तब हामी हिँड्न सक्दैनौँ। परमेश्वरले तपाईँ र मलाई सम्बन्धको लागि बोलाउनु भएको छ। सबैले भनौँ न हालेलुया, हालेलुया। पापले सबैभन्दा पहिले के चोर्यो? शैतानले सबैभन्दा पहिला के चोर्यो भन्दा नि आदमको बगैँचा होइन, आदमको सम्बन्ध चोर्यो। शैतानले सबैभन्दा पहिले चोरेको कुरा चाहिँ आदमको बगैँचा होइन, सम्पत्ति होइन, त्यहाँ भएको हरियाली होइन, तर आदमले चोरेको कुरा चाहिँ के थियो भन्दा सम्बन्ध चोर्यो। किनभने शैतानलाई थाहा थियो यदि सम्बन्ध टुट्यो भने सबै कुरा टुट्छ, चाहे त्यो मानिससँग होस् चाहे त्यो परमेश्वरसँग। यदि सम्बन्ध चाहिँ टुट्यो भने सबै कुरा टुट्छ। त्यो भएर शैतान चलाक छ। तपाईँलाई म आज इन्करेज गर्न चाहन्छु कि आज तपाईँ र म कतिवटा क्षेत्रमा सफल छौँ। प्रभुलाई महिमा, सफलता पाउनु आशिषको कुरा हो, तर तपाईँ र मेरो सफलता चाहिँ अरू कुरामा भन्दा नि परमेश्वरसँगको सम्बन्धमा हुन सकेको होस्, किनभने त्यो चाहिँ परमेश्वर खोज्नुहुन्छ। हालेलुया, हालेलुया। आज पनि शैतानले यही काम गरिरहेको छ। उसले पहिले तपाईँ र मेरो प्रार्थना मार्छ, त्यसपछि उसले तपाईँ र मेरो बाइबल पढाइ मार्छ, त्यसपछि आराधना मार्छ, अनि त्यस पछाडि उसले प्रेमलाई चिसो बनाइदिन्छ। अन्तमा तपाईँ चर्च जानुहुन्छ तर तपाईँ परमेश्वरसँग कनेक्टेड हुन सक्दैन। आदमको बगैँचामा थियो तर आदम र परमेश्वरको सम्बन्ध टुटेको थियो। अनि परमेश्वरले तपाईँ र मदेखि चाहने कुरा के हो भन्दाखेरि सम्बन्ध। प्रकाशको पुस्तकमा तपाईँले हेर्न सक्नुहुन्छ, त्यहाँ एफिससको मण्डलीसँग धेरै कुरा थिए। उनीहरूसँग सही शिक्षा थियो, परिश्रम थियो, धैर्य थियो, सेवा थियो, सबै कुरा थियो। तर यीशुले भन्नुभयो तिमीले आफ्नो पहिलो प्रेम त्यागेका छौ। आज तपाईँ र मसँग
सबै कुरा होला है। तपाईँ र मसँग सेवा होला, तपाईँ र मसँग कन्फरेन्स होला, इभेन्ट होला है, तपाईँ र मसँग परिश्रम होला, धैर्य होला, हरेक कुरा होला। तर के आजको साँझ पवित्र आत्माले तपाईँलाई यो त भनिरहनु भएको छैन, तिमीले तिम्रो पहिलो प्रेमलाई त्यागेको छौ। यीशुले यो भन्नु भएन तिमीले प्रचार गर्न छोड्यौ, यीशुले यो भन्नु भएन है तिमीले यो गर्न छोड्यौ, त्यो गर्न छोड्यौ। यीशुले भन्नुभयो तिमीले मलाई प्रेम गर्न छोड्यौ। अहिले पहिलो प्रेम जुन मण्डलीले यीशुलाई गर्नु पर्थ्यो नि, त्यो प्रेम चाहिँ गर्न छोडेको थियो। किनकि प्रेमले सबै कुरा बदल्छ। जब तपाईँ र म यीशुसँग प्रेममा गाँसिन्छौँ, जब तपाईँ र मेरो प्रेम यीशुसँग हुन्छ नि, तब तपाईँ र म उहाँलाई प्रेम गरेको कारणले उहाँको लागि जिउन थाल्छ। कामको लागि होइन, सेवाको लागि होइन, कन्फरेन्सको लागि होइन, इभेन्टको लागि होइन, यीशुको लागि जिउन थाल्छौँ हामी। कारण किनभने यीशुले त्यो चाहनुहुन्छ। सबैले भन्नु त हालेलुया। बाइबलमा तपाईँले हेर्न सक्नुहुन्छ मरियमको विषयमा, मरियमको विषयमा है, बेथेनीको मरियमको विषयमा लुकाको पुस्तक 10 अध्यायको 38 देखि 42सम्म हामी त्यहाँ देख्न सक्छौँ। उहाँहरू जाँदै गर्नुहुँदा उहाँ कुनै एउटा गाउँमा बस्नुभयो र मार्ता नाउँ भएकी एउटी स्त्रीले उहाँलाई आफ्नो घरमा स्वागत गरिन्। मरियम नाउँ भएकी तिनकी एउटी बहिनी थिइन्। तिनी येशूका पाउने र बसेर उनको वचन सुन्थिन्। तर मार्ता सेवा सत्कारको धेरै काममा अल्झेकी थिइन्। तिनले येशू कहाँ आएर भनिन्, प्रभुज्यू, यो मेरी बहिनीले सेवा सत्कारको काममा मलाई एक्लै पारेकी छिन्, तपाईँ वास्ता राख्नुहुन्न, यसलाई भनिदिनुहोस् र त्यसले मलाई सघाओस्। तर यीशुले जवाब दिएर तिनलाई भन्नुभयो, मार्था मार्था, तिमी धेरै कुराको विषयमा चिन्ता गर्छौ र व्याकुल हुन्छौ, तर आवश्यकता एउटै कुराको छ। त्यही असल कुरा मरियमले छानेकी छे, जो तिनीबाट खोसिने छैन। आज मार्था व्यस्त थिइन्, मरियम यीशुको चरणमा थिइन्। आज यीशुले व्यस्त मण्डलीलाई होइन, मरियम जस्तो यीशुको चरणमा बस्ने मण्डली खोज्नुहुन्छ। हालेलुया है। तपाईँ र म फुइ लगाएर पुरा म त यसमा बिजी छु, म त यसमा बिजी छु, म त यस्तो गरिरहेको केही छ। जतिसुकै जेसुकै होस्, यीशुले चाहने कुरा उपस्थित थियो है। मानिसहरूले सोचे मार्ताले धेरै काम गरिरहेकी छिन्, यीशुले भन्नुभयो मरियमले उत्तम कुरा रोजेकी छिन्। हालेलुया। किनकि सेवाभन्दा पहिले सम्बन्ध आउँदछ, सेवाभन्दा पहिले सम्बन्ध आउँदछ। धेरै मानिसहरूले यीशुको लागि काम गर्छन् तर यीशुसँग बस्दैन। हामी धेरैचोटि मण्डलीहरू यस्तै भइरहेका हुन्छौँ। हामी यीशुको लागि गर्न चाहन्छौँ, राम्रो कुरा हो, गर्नुपर्छ, बल हुँदै, तागत हुँदै, शक्ति हुँदै, पैसा हुँदै हामी यीशुको लागि काम गर्नुपर्छ, राम्रो कुरा हो। तर त्योभन्दा धेरै तपाईँ र म यीशुको उपस्थितिमा बस्नुपर्छ, जसलाई चाहिँ यीशुले भन्नुभयो असल। हालेलुया। स्वर्गमा तपाईँ र मैले के कति गऱ्यौँ भन्ने कुरा भन्दा नि तपाईँ र म प्रभुको उपस्थितिमा कति बस्यौँ त्यो कुराले फरक पार्छ। दोस्रो इक्जाम्पल हामी हेर्न सक्छौँ, मरियमले 1 वर्षको ज्याला जति मूल्य गर्ने है सुगन्धित तेल यीशुको पाउनेर ल्याएर चाहिँ के गरिन्, उसले त्यहाँनिर खन्याउने काम गरे। सुन्नुहोस्, किन मरियमले उसले 1 वर्ष काम गरेको, त्यो 1 वर्ष काम गर्ने ज्याला जस्तो पर्ने त्यत्रो महँगो कुरालाई किन चाहिँ यीशुको पाउनेर खन्याउन सकिन्? किन भन्दा प्रेमले हिसाब राख्दैन। हालेलुया। किनभने प्रेमले मूल्य तोक्दैन, किनभने प्रेमले आफूलाई अर्पण गर्न जानेको हुन्छ। तपाईँले म जब यीशुलाई साँचो प्रेम गर्न थाल्छौँ नि, तब हामीलाई मूल्यको कुरा आउँदैन, त्यहाँनिर हिसाब राख्ने कुरा आउँदैन, तर त्यहाँनिर चाहिँ अर्पण गर्ने कुरा आउँछ, बलिदानको कुराहरू आउँछ। जब तपाईँ यीशुलाई साँचो प्रेम गर्नुहुन्छ, ट्याग ठुलो लाग्दैन, बहुमूल्य लाग्दैन, यीशुको लागि गर्दा गनगन आउँदैन, तर हामी धन्यवादी हुन थाल्छौँ। हालेलुया। एकजना प्रभुको दास हुनुहुन्छ हडसन टेलर भन्ने है। हडसन टेलरले चीनमा 51 वर्ष सेवा गरे। सायद स्क्रिनमा छ होला कि छैन भने ठिकै छ। उहाँले 51 वर्ष सेवा गरे, हजारौँ चर्चहरू स्थापना भए, हजारौँ मानिसहरूले यीशुलाई ग्रहण गरे। तर उहाँको सफलताको रहस्य के थियो है? उहाँले भन्नुभयो कि हामीले ख्रिस्टका लागि कति ठुलो काम गर्यौँ होइन, तर ख्रिस्टमा हामी रहन सक्यौँ कि सकेनौँ। कारण किन भन्दाखेरि चाहिँ दागको बोटमा रहँदा मात्र फल लाग्छ। उहाँले भन्नुहुन्छ हामीले यीशुको लागि कति ठुलो काम गर्यौँ होइन, तर हामी यीशुसँग कति टाँसिएर बस्यौँ, त्यो ठुलो कुरा हो है। प्रश्न, यदि तपाईँको आज सेवाकाई गयो भने
के तपाईँ अझै परमेश्वरलाई प्रेम गर्न सक्नुहुन्छ? यदि तपाईँले तपाईँको जागिर यदि परमेश्वरले तपाईँको जागिर हटाइदिनु भयो भने के तपाईँ परमेश्वरलाई अझ प्रेम गर्न सक्नुहुन्छ, आराधना गर्न सक्नुहुन्छ? यदि कसैले तपाईँलाई प्रशंसा नगरे पनि के तपाईँ अझै येशूको पछि लाग्नुहुन्छ? साँचो प्रेम आशीर्वादमा होइन, तर साँचो प्रेममा चाहिँ क्रुसमा चाहिँ निर्भर हुन्छ। कारण किन भन्दा यीशुले तपाईँ र मलाई क्रुसमा प्रेम गर्नुभयो है। पत्रुसको पुनर्स्थापनाको विषयमा हामीले हेर्ने हो भने पत्रुसले यीशुलाई 3 पटक इन्कार गरे, तर पुनरुत्थानपछि येशूले पत्रुसलाई भन्नुभयो, यीशुले यो भन्नु भएन कि किन तिमीले मलाई इन्कार गर्यौ। यीशुले यो सोध्नु भएन, व्हाई यु डिडन्ट लाइक इन्कार मी, है मेरो इङ्ग्लिसमा एक्सक्युज गरिदिनुहोस्, मलाई किन चाहिँ तपाईँले तिमीले चाहिँ मलाई किन इन्कार गर्यौ। आज हामी धेरैचोटि पास्टर लिडर विश्व चाहिँ हामी यस्तै गर्छौँ, म पनि कतिचोटि गर्छु र आँट्दिनँ, यहाँदेखि काट्नु मिल्दैन, मलाई किन इन्कार गर्यौ भन्नु भएन यीशुले, तर यीशुले भन्नुभयो के तिमी मलाई प्रेम गर्छौ। हालेलुया। यीशुले तपाईँ र मेरो पास्टलाई हेर्नुहुन्न, तर यीशुले तपाईँ र मेरो हृदयलाई हेर्नुहुन्छ। सबैले भनौँ न हालेलुया। यीशुले सोध्नु भएन किन इन्कार गरिस् भनेर, यीशुले सोध्नुभयो के तिमी मलाई प्रेम गर्छौ। प्रेमको उत्तर पाएपछि मात्र यीशुले भन्नुभयो मेरा भेडाहरू चराऊ। पत्रुसले भन्छ नि हजुर प्रभु म तपाईँलाई प्रेम गर्छु, त्यस पश्चात मात्र यीशुले भेडाहरू चराऊ भन्नुभयो। आज धेरै मानिसहरू छन् मण्डलीहरूमा कि यीशुलाई प्रेम गर्न चाहँदैनन्, सक्दैनन्, तर पास्टर चाहिँ हुनु चाहन्छ। पास्टर चाहिँ हुनु पर्यो, किन भन्दाखेरि क्रिस्चियनको अन्तिम डेस्टिनेसनै पास्टर। सुन्नुहोस्, तपाईँ र म पास्टर हौ नहौँ, तर ख्रिस्टलाई प्रेम गर्ने प्रेमी चाहिँ हुन आवश्यक छ। हालेलुया। यीशुले नि जिम्मेवारी दिनुभन्दा अगाडि प्रेम गर्यौ भनेर सोध्नुहुन्छ है हामीलाई है। पहिले प्रेम, त्यस पश्चात सेवकाई, पहिले सम्बन्ध, त्यस पश्चात जिम्मेवारी। हरेक मण्डलीमा त्यस्तै हुन्छ। उदाहरणको लागि मेरो चर्चमा कोही मान्छे, मेरो होइन ख्रिस्टको चर्च, तर मलाई प्रभुले राख्नुभएको चर्चमा कोही आयो भने त्यो मान्छेलाई जिम्मेवार दिनुभन्दा अगाडि म 15 वर्षसम्म वेट गराइदिन्छु। किनभने यदि उसले मलाई माया गर्छ र ख्रिस्ट सेवकाईले माया गर्छ भने नि त्यो व्यक्ति सधैँ कन्टिन्यू चर्चमा आउँछ। जिम्मेवार पाउनुभन्दा अगाडि परमेश्वरले सम्बन्ध बनिएको चाहन्छ। हालेलुया। मैले ढाँटेको होइन, स्टिल सेम छ। कतिजना मान्छेहरू हाम्रो चर्चमा 1.5 घन्टा 2 घन्टा ट्राभल गरेर आउँछन्, तर पोस्टको लागि होइन, ख्रिस्टको लागि आउँछ। हाम्रो चर्चमा 7वटा सिटीबाट मान्छेहरू भेला हुनुपर्छ। हामी 70 जना छौँ चर्चमा। हामीले 7 जनादेखि चर्च सुरु गरेको। हाम्रो चर्च इस्टाब्लिस भएको 8 वर्ष भयो। अनि परमेश्वरले हाम्रो मण्डलीमा 7वटा सिटीबाट भेला गराउनु, हेमिल्टनबाट, ब्राम्पटनबाट, मिसिसागाबाट, वुडस्टक, किचनर, वाटरबाट, मिल्टनबाट 7वटा सिटीबाट मान्छेहरू आउनुहुन्छ। किन आउनुहुन्छ प्रभु जान्नुहुन्छ, तर एउटै कुरा थाहा छ, हामी पोस्ट छैन, हामी प्रभु हुनुपर्छ। सबैले भनौँ न हालेलुया। यो त सिर्फ पहिलो पोइन्ट मात्रै थियो, दोस्रोमा अब प्रवेश गरौँ हामी। म स्पिड जान्छु है। आज प्रभु तपाईँलाई सोधिरहनु भएको छ के तिमी मलाई प्रेम गर्छौ है, यो कुरालाई छोडिदिउँ। अब दोस्रो परमेश्वरको इच्छा तपाईँ र मेरो जीवनमा के हो? दोस्रो इच्छा बुझौँ हामी। त्यो चाहिँ के हो भन्दा मानिसहरूलाई प्रेम गर्नु। हालेलुया। यदि तिमीले परमेश्वरलाई प्रेम गर्छौ भने तिमीले उहाँले प्रेम गर्नुभएको मानिसहरूलाई पनि प्रेम गर्न सक्छौ। वा यदि तपाईँ र म भन्छौँ म यीशुलाई प्रेम गर्छु भन्छौँ भने चाहिँ तपाईँ र म नि यीशुले माया गरेको मान्छेहरूलाई पनि प्रेम गर्न सक्छौँ। यदि गर्दैन भने त्यो ढाँटेको झुटो झुटो। यदि तपाईँ र म भन्छौँ म यीशुलाई प्रेम गर्छु तर म बोल्न सक्दिनँ भन्दैछौँ भने म टाउकोलाई प्रेम गर्छु, जिउ चाहिँ मलाई चाहिँदैन भनेको जस्तो। टाउको बिनाको जिउ हामी केलाई भन्छौँ थाहा होला सबैलाई, नेपालीहरू। कारण किनभने यीशु शिर हुनुहुन्छ, मण्डली चाहिँ शरीर। जब तपाईँ म ख्रिस्टलाई प्रेम गर्छौँ भने हामी मण्डलीलाई, मानिसलाई प्रेम गर्नुपर्छ। यदि हामीले परमेश्वरलाई प्रेम गर्छौँ भन्छौँ भने हामीले परमेश्वरलाई पनि मानिसलाई पनि प्रेम गर्नु पर्दछ। हालेलुया। मत्ती 22:39 भन्छ दोस्रो पनि यस्तै छ, तैँले आफ्ना छिमेकीलाई आफैलाई जस्तो प्रेम गर्नु है। पहिलो बुँदाबाट दोस्रो बुँदातर्फ है हामीले हेर्दै गर्दाखेरि पहिलो भागमा चाहिँ परमेश्वरले उहाँलाई प्रेम गर्न सिकाउनु भयो भने दोस्रो भागमा चाहिँ परमेश्वरले तपाईँ र मलाई मानिसलाई प्रेम गर्न सिकाउनु भएको छ। हालेलुया। ध्यान दिनुहोस् है, यीशुले भन्नु भएन दोस्रो आज्ञा अलिक कम महत्त्वको छ भन्नु भएन। यीशुले भन्नुभयो दोस्रो आज्ञा पनि त्यस्तै छ।
कम महत्त्वको भन्नु भएन। जसरी हामी परमेश्वरलाई प्रेम गर्छौँ नि त्यही धारणामा, त्यही इन्टेन्सन्समा र त्यही स्टाइलमा हामीले मानिसलाई पनि प्रेम गर्न सक्नुपर्छ। यदि सकेनौँ भने चाहिँ गडबडी छ। हालेलुया। उहाँले यो भन्नु भएन कि के अरे फरक छ भन्नु भएन, तर त्यस्तै छ भन्नुभयो। जसरी परमेश्वरलाई प्रेम गर्नु महत्त्वपूर्ण छ त्यसरी मानिसहरूलाई प्रेम गर्नु पनि परमेश्वरको इच्छा हो। धेरै मानिसहरू भन्छन् म परमेश्वरलाई धेरै प्रेम गर्छु, तर उनीहरू मानिसहरूलाई क्षमा गर्न सक्दैनन्। उनीहरू रिस पालेर बस्छन्, वर्षौँसम्म रिस पाल्न ओके, आई वान्ट टु पालिङ द रिस, ओके फाइन, तर प्रेम गर्न चाहिँ न। त्यही एनर्जी लाग्छ, प्रेम गर्न जुन एनर्जी लाग्छ घृणा गर्न त्यही एनर्जी लाग्छ, र प्रेम गर्न एनर्जी लगायो भने घृणा त्यतिकै सिलाएर जान्छ है। तर उनीहरू मानिसहरूलाई क्षमा गर्न सक्दैन। उनीहरू रिस पालेर बस्न सक्छन्, घृणा गर्छन्, जात भाषा वर्ग सम्पत्तिका आधारमा मानिसहरूलाई हेर्ने गर्दछन्। तर बाइबलले के भन्छ? पहिले एउटा 4:20ले यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटो हो, सिधा झुटो हो भनिदिएको छ। हालेलुया। त्यसको मतलब मण्डली तपाईँलाई म इन्करेज गर्छु, तपाईँको हृदयलाई जाँच्नुहोस्। पास्टर पुष्प यहाँ कसलाई जाँच्नु आएको होइन। बाइबलले यो भन्दैन यसलाई जाँच त्यसलाई जाँच, बाइबलले भन्छ आफ्नो हृदयलाई जाँच। अनि म तपाईँलाई इन्करेज गर्छु हृदयलाई जाँच्नुहोस्। यदि कसैलाई तपाईँले प्रेम गर्न सकिरहनु भएको छैन भने किन? परमेश्वरलाई प्रेम गर्न सक्ने मान्छेले मानिसलाई डेफिनेटली प्रेम गर्छ। केटाकेटीको आई लभ यु खालको प्रेम भनेको होइन मैले। यो प्रेम चाहिँ परमेश्वरको वचन अनुसार गरिने प्रेम। हालेलुया। किनभने बाइबलले भन्छ यदि कसैले म परमेश्वरलाई प्रेम गर्छु भन्छ र आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झुटो हो भनेर भनेको छ। यो वचन निकै कडा छ, किनकि परमेश्वरलाई नदेखि प्रेम गर्छु भन्ने मानिसले देखेको मानिसलाई प्रेम गर्न सकेन भने उसको प्रेम वास्तविक प्रेम होइन, सत्य प्रेम होइन, त्यो झुटो प्रेम हो। हालेलुया। परमेश्वरले मानिसलाई कसरी हेर्नुहुन्छ? जब तपाईँ ऐनामा हेर्नुहुन्छ तपाईँ एउटा मानिस देख्नुहुन्छ, आफैलाई देख्नुहुन्छ। तपाईँले जब येशूले मानिसलाई हेर्नुहुन्थ्यो उहाँले एउटा अनन्त आत्मा देख्नुहुन्छ। तपाईँ र म हेर्दाखेरि सिर्फ मानिस देख्छौँ, तर येशूले अनन्तको व्यक्तिलाई देख्नुहुन्छ। हालेलुया। हामी बाहिरी रूप हेरेर हेर्छौँ, तर येशूले मानिसको भित्री भावलाई देख्नुहुन्छ, चोटलाई देख्नुहुन्छ है। हामी बाहिर हेरेर व्यवहार गर्ने गर्छौँ, तर येशूले मानिसको भित्र हृदयको पीडालाई देख्नुहुन्छ है। हामी पाप देख्छौँ, तर येशूले उद्धारको सम्भावना भएको व्यक्तिलाई देख्नुहुन्छ। हालेलुया। त्यसको मतलब येशूले मानिसलाई प्रेम गर्नुहुन्छ अनि तपाईँ र म मण्डलीलाई येशूले भन्नुहुन्छ प्रेम गर्नु। त्यस्तै आज्ञा छ है, अलिकति फरक होइन, त्यस्तै आज्ञा छ मानिसलाई प्रेम गर्नु। मत्ती 9:35-36ले भन्छ येशू समस्त सहरहरू र गाउँहरूतिर तिनीहरूका सभाघरहरूमा शिक्षा दिँदै राज्यको सुसमाचार प्रचार गर्दै र हरेक किसिमका रोग र दुर्बलताहरू निको पार्दै हिँड्नुभयो। तर भिडहरूलाई देखेर उहाँको हृदय तिनीहरूका निम्ति दयाले भरियो। अघि पास्टर बाउले अघि यो कुरालाई भनिसक्नु भएको छ। ध्यान दिनुहोस्, बाइबलले भन्दैन यीशु रिसाउनु भयो, तर बाइबलले भन्छ कि उहाँको हृदय चाहिँ दयाले भरियो भन्छ। आज मानिसलाई देख्दै गर्दा हाम्रो हृदय रिसले भरिँदैछ कि मानिसलाई देख्दै गर्दा हाम्रो हृदय दयाले भरिँदैछ? कारण किन भन्दाखेरि चाहिँ नि दयाले के गर्छ थाहा छ तपाईँलाई? दयाले गनगन गर्दैन, दयाले किचकिच गर्दैन, दयाले परपर सार्दैन, दयाले कहिले पनि होच्याउने काम गर्दैन। तर दयाले के गर्छ थाहा छ तपाईँलाई? दयाले पीडा बुझ्छ, मान्छेको हृदयको घाउलाई देख्छ र दयाले चाहिँ आँसु देख्छ। दयाले चाहिँ आँसु देख्छ, मान्छेको निडलाई देख्छ। दयाले चाहिँ गनगन गर्दैन, किचकिच गर्दैन, परपर पार्दैन। दयाले मानिसको हृदयलाई देख्छ है। दया भनेको नि केवल म तिम्रो लागि प्रार्थना गर्छु भन्नु मात्र होइन, दयाले हात बढाउँछ। सबैले भनौँ न हालेलुया। दयाले हात बढाउँछ है, दयाले साथ दिन्छ, दयाले समय दिन्छ, दयाले आफ्नो सुविधा देख्छ अनि त्यो मानिसको लागि ऊ रिच आउट हुन्छ। दयाले त्यो काम गर्ने गर्दछ है। तपाईँले यहाँनिर हेर्न सक्नुहुन्छ स्क्रिनमा, यहाँनिर एउटा व्यक्तिको विषयमा मैले लिएर आएको छु है। तपाईँले असल सामरीको कथामा पाउन सक्नुहुन्छ यो व्यक्तिलाई। मैले धेरै स्किप गरिरहेको छु। असल सामरीको स्टोरीमा पाउनुहुन्छ है। त्यो व्यक्ति के भएको छ भने त्यो व्यक्तिलाई चोरहरूले भेट्छ, डाकुले कुट्छ, अदमरो पार्छ, छोडिदिन्छ। त्यहाँनिर लेवी आउँछ, पुजारी आउँछ होइन, फर्सीहरू को आउँछन् होइन, फर्सीको पिण्ड जोसुकै आयो भने आयो
आउँछन् अनि छोडेर जान्छन्। अन्तिममा गएर एउटा सामरीले के गर्छ थाहा छ तपाईँलाई? उसको घाउलाई मलमपट्टि लगाइदिने काम गर्छ। हालेलुया हालेलुया। सामरी को थियो भन्दा नि यहुदीहरूदेखि अलग गरेको जाति थियो। तपाईँले डिप स्टडी गर्नुभयो भने नि यो मान्छे चाहिँ नि यो मान्छे चाहिँ यरुसलेमतिर जानुपर्ने मान्छे चाहिँ यरीतिर जाँदैछ अनि बिचमा चाहिँ डाकुहरूले भेटेर कुदिरहेको छ। यो मान्छे यहुदी थियो। परमेश्वरले यहुदीहरूलाई यरुसलेममा बस्नको लागि बोलाउनु भएको, तर ऊ संसारतिर गयो, यरीतिर गयो। अन्तिममा डाकुहरूले भेट्यो, चुटेर ढुक्टो पारिदियो। अनि असल सामरी हाम्रो यीशु ख्रीष्ट हुनुहुन्छ, जसले तपाईँ र मेरो टुटेको हृदयलाई मलमपट्टि गर्ने काम गर्नुहुन्छ। मण्डलीलाई परमेश्वरले परमेश्वरको उपस्थितिमा बस्नको लागि बनाउनु भएको, तर मण्डली यदि परमेश्वरको उपस्थिति त्यागेर संसारतिर लाग्यो भने शैतानले मौका पाउँछ। किनभने बाइबलले भन्छ चोर त चोर मारौँ र नस्पारौँ भनेर आउँछ, तर म त तिमीलाई जीवन दिन, त्यो पनि प्रशस्त मात्राको जीवन दिन भनी आएँ। चोरले भेटेपछि के गर्छ? चोरिहाल्छ नि। तपाईँ र मेरो आनन्द चोर्छ, परिवार चोर्छ, हेल्थ चोर्छ, पैसा चोर्छ, गडबडी हुन्छ। दशम दिँदैन, धेरै धेरै पैसा हुन थालेपछि अनि त्यस पछाडि तपाईँको बिस्तारै शरीरमा चिनी रोग लाग्छ, होइन भने अरू के हुँदै जान्छ बिस्तारै। किन भन्दाखेरि हामी लोभ गर्छौँ। शैतानले चोट पार्ने काम गर्छ, तर यीशुले मलमपट्टि गर्ने काम गर्नुहुन्छ। अनि मण्डलीलाई यीशुले असल सामरी जस्तो हुन सिकाउनु भएको छ, चोट लागेको मान्छेलाई मलमपट्टि गर्ने काम। हालेलुया। आज मण्डलीमा सामरी जस्तो मान्छेको आवश्यक छ। हालेलुया। म अझ स्पिड जानेछु है, मेरो अझ 2टा पोइन्ट छ है। हालेलुया। धर्मले सोध्छ यो मानिस मेरो छिमेकी हो कि होइन हो। प्रेमले सोध्छ म कसैको छिमेकी बन्न सक्छु। क्रिस्चियन धर्म पालन गर्ने मानिसहरूले, हामी धर्म पालन भन्दा नि क्रिस्चियनिटी चाहिँ रिलिजन होइन, रिलेसनसिप हो, परमेश्वरसँगको सम्बन्ध। यीशु आएर म इसाई धर्म सुरु गर्छु भन्नुभयो। यीशु आएर मानिस र परमेश्वरको सम्बन्धलाई जोड्दैन। धर्मले के भन्छ अरे? धर्मले भन्छ म यो मेरो छिमेकी हो कि होइन भन्छ, तर प्रेमले भन्छ कि म कसको छिमेकी बन्न सक्छु है। मदर टेरेसाको विषयमा हामीले हेर्न सक्छौँ। मदर टेरेसा के हो? भारतको दिन र किन नि हो भारतको, तर उनले भारतको कोलकातामा हजारौँ मानिस सडकमा मर्दै गर्दा है, धेरै मानिसहरूले है सङ्घर्ष गरिरहेको बेलामा तिनले सेवा गरे, आफ्नो ठाउँ छोडे, ती मानिसहरूलाई नुहाइदिन्, खाना खुवाइन्, अन्तिम समयसम्म प्रेम गरिन्। एक पत्रकारले सोध्यो तपाईँले यति धेरै मानिसलाई कसरी प्रेम गर्न सक्नुहुन्छ? उहाँले उत्तर दिनुभयो म प्रत्येक मानिसमा यीशु देख्छु। सबैले भनौँ न हालेलुया। योलाई चाहिँ दया भनिन्छ। तपाईँ र मैले हरेक मानिसमा यीशु देख्न सक्नुपर्छ। सबैले भनौँ त आमेन। होइन भने चाहिँ गाह्रो छ। अर्को मिसनरीलाई हेर्ने हो भने एमी कार्मिकेल भन्ने एकजना मिसनरी है, भारतमा हजारौँ बालिकाहरू मन्दिरमा है दासी जीवन जिरहेको बेलामा, केटीहरू छोरी मान्छेहरू है यस्तो अवस्थामा उनीहरू जीवन जिरहेको बेलामा सबैले देखे तर कसैले केही गरेन। धेरैचोटि हामी मण्डलीहरू देख्छौँ तर गर्दैनौँ। आफ्नो छिमेकीको आवश्यकतालाई देख्छौँ तर वास्ता गर्दैनौँ। त्यस्तै धेरैले देखे गरेनन् है, तर एमीले के गरिन् भने नि आफ्नो सम्पूर्ण जीवन उनीहरूलाई बचाउनको लागि समर्पण गरिन् है। उनले सयौँ बालबालिकाहरूलाई सुरक्षित आश्रय दिन्, शिक्षा दिन् र ख्रीष्टको प्रेम देखाइन्। उनले एकपटक लेखेकी छिन् कि प्रेम त्यही प्रमाणित हुन्छ जहाँ त्याग हुन्छ। हालेलुया। मदर टेरेसाले भन्नुभयो म किन प्रेम गर्न सक्छु भन्दा हरेकको जीवनमा ख्रीष्ट देख्छु भन्नुभयो भने यी व्यक्तिले के भनिन् भन्दा प्रेम त्यहाँ प्रमाणित हुन्छ जहाँ त्याग हुन्छ। यसको मतलब प्रेमले चाहिँ सेक्रिफाइस गर्न सक्छ, त्याग गर्न सक्छ है। आज चर्चलाई के को खाँचो छ है? हामीले हेर्ने हो भने के को खाँचो छ? आज चर्चलाई नि अझ ठुलो भवन भन्दा चाहिँ अझ ठुलो हृदयको खाँचो छ। हालेलुया। हामीलाई ठुलो भवन होइन, ठुलो हृदयको खाँचो छ। यदि हाम्रो आराधना हाम्रो हृदय नरम बनाउँदैन भने त्यो आराधना अधुरो छ। यदि हाम्रो प्रार्थनाले हामीलाई हराएका मानिसहरूसम्म पुर्याउँदैन भने त्यो प्रार्थना पनि अधुरो छ। प्रार्थना गरेर मात्र होइन, दयाले हात बढाउने काम गर्छ। सबैले भनौँ न हालेलुया। आज तपाईँको वरिपरि कति मानिसहरू छन् जो मुस्कुराइरहेका होलान् तर भित्रबाट टुटेका हुन सक्छन्। कति मानिसहरू छन् जो आर्थिक रूपमा धनी छन् तर आत्मिक रूपमा खाली छन्। कति मानिसहरू छन् जो सफल देखिन्छन् तर रातभरि रोइरहेका हुन्छन्। यीशुले तिनीहरूलाई देख्नुहुन्छ।
अनि अब प्रश्न यो होइन कि मेरो छिमेकी को, तर प्रश्न यो हो कि तपाईँ जसलाई देख्नुहुन्छ त्यही तपाईँको छिमेकी हो। चाहे त्यो इएनसीको होस्, चाहे त्यो अल्फा बिएनसिसीको होस्, चाहे त्यो हार्ट अफ जिजस चर्चको होस्, चाहे त्यो क्रसवे चर्चको होस्, चाहे त्यो ग्रेस नेपाली चर्चको होस् या क्युएक सिटीको यहाँको नेपाली कम्युनिटी चर्चको होस्, हामी सबै ख्रिस्ट हौँ। यदि हामी ख्रिस्ट हौँ भने हामी सबैजना एकअर्काको छिमेकी हौँ। सबै सिरियस म रिसाएको छुइनँ, वचन प्रचार गर्दैछु, फर्काएको होइन मैले। हालेलुया, सबैले भनौँ न हालेलुया। यीशुले नि जहाँ दुःख देख्नुभयो त्यहाँ दयाले भरिनु भयो, यीशुले जहाँ पापी देख्नुभयो त्यहाँ आशा देखाउनु भयो, अनि यीशु जहाँ हराएकोमा पुग्नुभयो नि उहाँले उद्धारको अवसर देख्नुभयो है। हामी पनि त्यस्तै हृदय बोकेर बाँच्न बोलाइएका छौँ। तेस्रो पोइन्ट, यीशुले के हाम्रो जीवनमा परमेश्वरको इच्छा के हो? तेस्रो पोइन्ट, सुसमाचार प्रचार गर्नु। तेस्रोमा परमेश्वरको इच्छा हाम्रो जीवनमा सुसमाचार प्रचार गर्नु। एकैछिन ल स्क्रिनशट गरेको छु मेरो काममा हेर्छु। होइन 16 देखि रहेछ, ठिक छ है। अब हामी हेर्नेछौँ सुसमाचार प्रचार गर्नु है। हराएको संसारका लागि परमेश्वरको हृदय है। संसार हराइरहेको छ, मानिसहरू मरिरहेका छन्, मण्डली हामी जागा बसेर प्रार्थना आराधना गरिरहेका छौँ। राम्रो कुरा प्रार्थना गर्नुपर्छ, आराधना गर्नुपर्छ। प्रार्थना गर्नु पनि परमेश्वरलाई प्रेम गर्नु हो, आराधना गर्नु पनि परमेश्वरलाई प्रेम गर्नु हो। राम्रो कुरा हामीले राम्रो गरिरहेका छौँ। हामी एकअर्काको लागि ठुलो ताली बजाउनेछौँ यो समयमा, हामीले दामी गरिरहेका छौँ। तर परमेश्वर यति दामीमा सन्तुष्ट हुनुहुन्न। उहाँले तपाईँ र म चुपचाप लागेर बसेको चाहनुहुन्न। परमेश्वरले बस्ने होइन जाने मण्डली खोज्दै हुनुहुन्छ। हालेलुया। परमेश्वरले एक्लेसिया भनेको के हो? संसारबाट बोलाइएका। किन बोलाइएका? संसारमा जानको लागि है। त्यसको मतलब परमेश्वरले तपाईँ र मलाई सुसमाचार सुनाएको चाहनुहुन्छ। मर्कुस 16:15 सारा संसारमा गएर सारा सृष्टिलाई सुसमाचार प्रचार गर है। सारा संसारमा जाऊ र सारा सृष्टिलाई सुसमाचार प्रचार गर। अब हामी परमेश्वरको हृदयको तेस्रो धड्कनलाई हेर्ने हो भने सुसमाचार प्रचार गर्नु इम्पोर्टेन्ट छ। पहिले परमेश्वरलाई प्रेम गर, दोस्रोमा मानिसहरूलाई प्रेम गर, र मानिसलाई प्रेम गरेको कारणले सुसमाचार प्रचार गर। हालेलुया। धेरै विश्वासीहरू जब सुसमाचारको कुरा आउँछ के लाग्छ थाहा छ कि यो त पास्टरको काम हो, यो त इभान्जलिस्टको काम हो, यो त प्रेरितको काम हो, यो त यसको काम हो, त्यसको काम हो भनेर सोच्ने गर्दछ। तर म तपाईँलाई आज बताउन चाहन्छु, यदि तपाईँ यीशुलाई प्रेम गर्नुहुन्छ भने सुसमाचार सुनाउनु चाहिँ तपाईँको काम हो। हालेलुया, हालेलुया। धेरै विश्वासीले पहिलो कुरा स्वीकार गर्छन्, परमेश्वरलाई प्रेम गर्नु ओके ग्रेट, मानिसलाई प्रेम गर्नु ओके फाइन थ्याङ्क यू आई विल डु द्याट। तर तेस्रो कुरामा आउँदै गर्दा उनीहरू चुप्छन्, किनभने उनीहरू सुसमाचार सुनाउन चाहँदैनन्। किनकि डर लाग्छ। यीशुले भन्नुभयो तिमीसँग डरको आत्मा होइन ख्रिस्टको आत्मा छ। अनि जोसँग ख्रिस्टको आत्मा छ त्योसँग पवित्र आत्मा छ। जोसँग पवित्र आत्मा छ उसँग प्रभु हुनुहुन्छ। अनि प्रभु हुने व्यक्ति डराउनु पर्दैन। हालेलुया। धेरै विश्वासीहरूले पहिले दुईटा कुरालाई स्वीकार गर्छन्, तर तेस्रो कुरा आउँदै गर्दाखेरि चाहिँ पास्टरको हो, पास्टरले गर्छ होइन, पास्टरको मात्र होइन सबको। किनभने यीशुले स्पेसियली पास्टर मन्सु बेडी र पास्टर रोशन र नेपाली वा सबै पास्टरहरू जाओ सुसमाचार सुनाऊ भन्नुभयो। यीशुले सबैलाई भन्नुभयो समग्रमा जाओ सुसमाचार सुनाऊ। हालेलुया। यो हामीले यो हेर्दै गर्दाखेरि नि यो चाहिँ मण्डलीलाई परमेश्वरले दिनुभएको आदेश, यो चाहिँ परमेश्वरलाई मण्डलीले दिनुभएको आज्ञा। याद गरौँ हामी कि येशू स्वर्गबाट पृथ्वीमा किन आउनुभयो भन्दाखेरि चाहिँ उहाँ केवल चमत्कार गर्न आउनुभएको होइन, उहाँ केवल रोग निको पार्न आउनुभएको होइन, उहाँ केवल उपदेश दिन आउनुभएको होइन। उहाँ आफैले भन्नुभयो लुका 19:10 किनकि मानिसको पुत्र हराएकोलाई खोज्न र बचाउन आएको हो। सबैले भनौँ न हालेलुया। त्यसको मतलब यीशु संसारमा आउनुभएको कारण चाहिँ है कत्रो ठुलो भवन बनाउने भन्ने कुराको प्रोजेक्टको लागि आउनु भएन, कत्रो ठुलो कार्यक्रम गर्ने भन्ने कुरामा नि आउनु भएन, यो साउन्ड सिस्टम चाहिँ कस्तो दामी हुन्छ हो भनेर
आउनु भएन, यीशु आउनुभयो भने अहिले राइट नाउ यीशु आउनु भयो भने कस्तो राम्रो साउन्ड सिस्टम, कति धेरै लाइट, ओहो कति निलो चेयर, कति दामी सफा छ। हेर्नुहुन्न यो सब, यीशु आउनुभयो भने यो हेर्नुहुन्छ, तिमीले सुसमाचार सुनायो कि सुनायो? हालेलुया हालेलुया। मण्डली आज म तपाईँलाई इन्करेज गर्न चाहन्छु, तपाईँ सुसमाचार सुनाउने व्यक्ति बन्नुहोस्। कसरी सुनाउनु हो? क्यानाडामा त सुसमाचार, अरे तपाईँको स्कुलको साथीहरूलाई सुनाउनुहोस्। हामी चटपटे खान भेला हुन्छौँ तर यीशुको विषयमा एक शब्द नगरी सकिन्छ हाम्रो समय। चटपटे खान्छौँ हामी सबैजना, त्यो समयमा सुनाउनुहोस्। चटपटे खाँदै तिमीलाई थाहा छ यीशुले तिमीलाई प्रेम गर्नुहुन्छ। हालेलुया। दाजुभाइहरू, माछा मार्न जानुहुन्छ तपाईँहरू, माछा मार्ने साथीहरूलाई भन्नुहोस्, माछा मार्दै भन्नुहोस् हाम्रो यीशुले पनि यसरी नै माछा मार्नु भएको थियो, यीशुले तिमीलाई प्रेम गर्नुहुन्छ। हालेलुया। सुसमाचार सुनाउने डिफ्रेन्ट वेहरू छ, हामीले त्यो गर्न सक्छौँ। स्वर्गीयको आनन्द केमा छ? स्वर्गीयको आनन्द एउटै कुरामा छ, जब एउटा पापीले पश्चाताप गर्छ र ख्रिस्टतिर फर्किन्छ तब स्वर्गीयमा रमाहाट हुन्छ। सबैले भनौँ न हालेलुया। किनभने नि स्वर्गीयले भन्छ हराएको मानिस भेटियो। त्यो जस्तो आनन्द प्रभुको लागि केही पनि। तपाईँहरूमा के प्रभुलाई आनन्दित बनाउन चाहन्छौँ भने सुसमाचार सुनाउनु पर्दछ। प्रभुले चाहने यही हो। हालेलुया। क्रुसको मूल्य कहिल्यै बिर्सनु हुँदैन है। स्वर्गले एउटा आत्माको मूल्य, यीशुको रगतले तिरेको मूल्य, यो कुरालाई हामीले बिर्सनु हुँदैन। कारण किन भन्दा यीशुले सुसमाचार सुनाएको चाहनुहुन्छ। प्रेरितहरूको जीवनलाई हेर्ने भने यीशु पुनरुत्थान हुनु भएपछि उहाँले आफ्ना चेलाहरूलाई एउटा अन्तिम आदेश दिनुभयो, जाओ सुसमाचार सुनाऊ। ध्यान दिनुहोस् है, उहाँले यो भन्नु भएन बस आराम गर चर्चको सिट तताऊ भन्नु भएन, तर उहाँले भन्नुभयो जाऊ अनि सुसमाचार प्रचार गर भन्नुभयो। स्वर्गमा जाँदै गर्दा नि तपाईँहरू मैले अघि पनि भने फेरि भन्छु, तपाईँहरू मैले के कति घर बनायो, गाडी किन्यो, पैसा उयो गऱ्यौँ, कतिवटा गाडी फेर्यौँ, हेर्नुहुन्न परमेश्वरले कतिजनालाई सुसमाचार सुनायो हेर्नुहुन्छ। सुन्दै हुनुहुन्छ साथीहरू बहिनीहरू? सुसमाचार ल म स्पिड जान्छु, स्पिड गएँ। अब परमेश्वरले भन्नुभयो जाऊ है, परमेश्वरले भन्नुभयो जाऊ। म धेरै स्किप गरेर तपाईँलाई विलियम क्यारीको विषयमा अलिकति के भन्न चाहन्छु। 18औं शताब्दीमा नि धेरैले भने यदि परमेश्वरले अन्य जातिलाई बचाउन चाहनुहुन्छ भने उहाँले आफै काम गर्नुहुन्छ भने है। विलियम क्यारी भन्ने एकजना प्रभुको सेवकको समयमा 1800 शताब्दीमा पास्टरले, लिडरले, मान्छेहरूले भने कि यदि परमेश्वरले अन्य जातिलाई बचाउन चाहनुहुन्छ भने उहाँ आफै बचाउनुहुन्छ। तर विलियम क्यारीले नि बाइबल पढे र उसले बाइबल पढेर यतिकै बसेनन्, उसले परमेश्वरको योजनालाई भेटाए। त्यस पश्चात उसले के गरे थाहा छ तपाईँलाई? उनी भारत गए, उनले भाषा सिके, बाइबल अनुवाद गरे, विद्यालय खोले, सामाजिक सुधारमा योगदान दिए, वर्षौंसम्म धेरै कठिनाई र निराशा सामना गरे, तर पनि उनी रोकिएनन् र उनी एउटा व्यक्तिको लागि रिच आउट हुनको लागि कन्टिन्यू लागि नै रहे। अनि उनले भन्छन् कि परमेश्वरबाट महान कुराको आशा गर, तर परमेश्वरका लागि महान कुराको प्रयास गर। यसको मतलब परमेश्वरदेखि आशिष मात्र नखोज, चङ्गाई मात्र नखोज, तर परमेश्वरको लागि सुसमाचार प्रचार गर। हालेलुया। अर्को व्यक्ति हुनुहुन्छ है जोन जी प्याटन भन्ने, उहाँ दक्षिण प्रान्तका टापुहरूमा जानुभयो, धेरै चेतावनी दिए है, तर पनि तिमी मर्नेछौ भनेर उनलाई मृत्युको चेतावनी पनि दिए, तर उनी गए है। यदि ख्रिस्टको लागि मर्नु पर्छ भने पनि म जान्छु भनेर तिनी गए। त्यो उसको लागि गौरव थियो। उनले वर्षौंसम्म सेवा गरे, अनेक कठिनाइहरू सहे, तर धेरै मानिसले यीशुलाई ग्रहण गरे। हालेलुया हालेलुया। आज म तपाईँलाई इन्करेज गर्छु, सुसमाचार सुनाउनुहोस् तपाईँको वरिपरिको मानिसहरू। फसल त प्रशस्त छ तर कटनी गर्नको लागि खेतालाहरू थोरै छ। समस्या फसलमा छैन, समस्या खेतालाहरूमा छ। कारण किन भन्दाखेरि खेतालाहरूले काम गरेका छैन। म तपाईँलाई इन्करेज गर्न चाहन्छु, ख्रिस्टको लागि एउटा व्यक्ति जित्नु ठुलो कुरा हो। तपाईँलाई थाहा छ, तपाईँले बाइबलमा हेर्नुभयो भने त्यहाँनिर एन्ड्रुले पिटरलाई बोलाएका छन्। एन्ड्रुको सेवा, अन्द्रियस भन्छ नेपालीमा, अन्द्रियसको सेवा ठुलो थिएन, ठुलो
सेवा उसले गरेन, एउटा काम गर्यो, उसले पत्रुसलाई बचायो। पत्रुसले संसारलाई परिवर्तन गर्यो। सायद तपाईँले यो कुरा जान्न आवश्यक छ। तपाईँले हजारौँ मानिसलाई सुसमाचार सुनाउँदा नआउला, तर तपाईँले एकजना व्यक्तिलाई सुसमाचार सुनाएर त्यो मान्छेको जीवनबाट परमेश्वरले महान काम गर्न सक्नुहुन्छ। हालेलुया। अन्द्रियासले हजारौँ मानिसलाई केही सुनाएन, तर उसले पत्रुसलाई परमेश्वर कहाँ ल्यायो। पत्रुसको जीवनबाट परमेश्वरले महान काम गर्यो। तपाईँ र मैले सुनाएका सबै मानिसले यीशुलाई ग्रहण नगर्ला, तर यदि तपाईँ र म यही परमेश्वरलाई एकजना व्यक्तिलाई मात्र बचाउन सक्यौँ भने पनि ठुलो कुरा हुन्छ। लास्ट पोइन्टमा आयो, मलाई माफ गरिदिनुहोस्, तपाईँहरू भोगाउनु भएको छ, तर म सकेसम्म स्पिड गर्दैछु। लास्ट पोइन्ट, चेला बनाउनु। चेला बनाउनु मत्ती 28 को 19 देखि 20 सम्म त्यहाँनिर भन्छ, बाइबलले के भन्छ भन्दाखेरि जाऊ सुसमाचार सुनाऊ, पिता र पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा लिऊ, चेला बनाऊ भन्छ है। आज संसारभरि लाखौँ मानिसहरूले आफूलाई क्रिस्चियन भन्छन्, तर यीशुले हामीलाई क्रिस्चियन बनाऊ भन्नु भएन, उहाँले चेला बनाऊ भन्नुभयो। बुझ्नुभन्दा हुँदैछ, सुन्दै हुनुहुन्छ। आज धेरै मानिसले भन्छ तिमी को हौ भनेर, म क्रिस्चियन हुँ भन्छौँ हामी, तर यीशुले जाऊ क्रिस्चियन बनाऊ भन्नु भएन, यीशुले जाऊ चेला बनाऊ है। आज चेला बनाऊ यो दुईटा शब्द कति ठुलो छ है। धेरैजना मानिसहरू चर्च जान्छन्, तर सबै चेला हुन सक्दैन। चर्च जानु चेला हुँदैन। धेरैले बप्तिस्मा लिएका हुन्छन्, तर सबै यीशुको पछि लागेका हुँदैन। धेरैले आराधना गर्छन्, तर सबैले आफ्नो जीवन यीशुलाई समर्पण गरेका चाहिँ हुँदैन है। कारण किन भन्दाखेरि नि विश्वासी हुनु एउटा सुरुवात हो, तर परमेश्वरले तपाईँ र मलाई चेला हुन बोलाउनु भएको छ। सबैले भनौँ न हालेलुया। यीशुले नि 3 वर्ष सेवाकाई गर्नुभयो, 3.5 वर्ष लगभग सेवाकाई गर्नुभयो, तर उहाँले 3.5 वर्षसम्म सेवाकाई गर्दै गर्दाखेरि नि यीशुले भिडलाई होइन, तर चेलाहरूलाई ध्यान दिनुभयो। कारण किनभने नि भिडले मौका हेरेर यीशुलाई छोडेर गए, तर चेलाहरूले यीशुलाई साथ दिएका छन्। अनि जब उहाँ स्वर्गरोहण हुँदै हुनुहुन्थ्यो, उहाँलाई थाहा थियो कि मेरो चेलाहरूले संसारलाई पुलुट गर्नेछ। हालेलुया। चेला पनि एकदम नै इम्पोर्टेन्ट हो है। चेला पनि इम्पोर्टेन्ट हो। परमेश्वरले कार्यक्रम होइन, परमेश्वरले मानिसहरूमा लगानी गरेको चाहनुहुन्छ। कार्यक्रम हुनु इम्पोर्टेन्ट छ। बिएनसिएसी सबै हामीले वर्षौँदेखि गर्दै आइरहेको छौँ। हालेलुया। मेरो वान अफ द बेस्ट इभेन्ट भन्छु म, कारण किनभने बिएनसिएसीको लागि ज्यान दिनुको लागि तयार छु भन्नु पनि हुँदैन, यहाँदेखि ढाक्नु मिल्दैन होइन। तर सकेसम्म चाहिँ गर्नुपर्छ। हाम्रो नेपाली इसाई जगतमा नेपाली मण्डलीहरू एक चाहिँ हुनुपर्छ, यो इम्पोर्टेन्ट कुरा। अनि एक भएर चेला बनाउने काम गर्नुपर्छ, सुसमाचार सुनाउने काम गर्नुपर्छ। सबैले भनौँ न हालेलुया, हालेलुया है। आजको समस्या के हो भन्दाखेरि, आजको समस्या धेरै मानिसहरू यीशुलाई पछ्याउन चाहन्छन् जबसम्म त्यसले केही खर्च गर्दैन। बुझ्नुभयो? सबै हुन्छ। जबसम्म गोजीको जान सक्दैन, ओके आइ एम रेडी, सब थोक दिन्छु म गोजीको बाहेक, सब थोक दिन्छु ब्याङ्क एकाउन्टको बाहेक। त्यहाँको चाहिँ नहेर है, त्यहाँ चाहिँ नमाग। म चाहिँ तपाईँलाई बताउन चाहन्छु, म मिसनरी हो। तपाईँलाई थाहा छ कि छैन, म मिसनरी हो। हार्ट अफ जिजस चर्चलाई रिप्रेजेन्ट गर्छु। म नेपाल जाने गर्छु एभ्री इयर। तपाईँले सायद यहाँ बाहिर हेर्नुभयो भने यो चर्चको मिसनरीको माथिमा मेरो नाम पुष्प खनाल देख्नुभयो होला, सायद धेरैले अघि सोध्दै हुनुहुन्थ्यो। म मिसनरी हो। म क्यानाडाबाट नेपाल जान्छु अनि नेपाल गएर चेला बनाउने काम गर्छु, बाइबल स्कुलहरू गर्ने गर्छु। धेरैलाई धन्यवाद, हाम्रो पास्टर सुरेन्द्रलाई विशेष, अनि अल्फा चर्चलाई धेरै धेरै धन्यवाद। तपाईँहरूले हाम्रो मिसनको लागि दिनुभएको हरेक माया, सपोर्ट अनि तपाईँहरूले गर्नुभएको योगदानप्रति म एकदमै ग्रेटफुल छु। पास्टर मन सुवेदी, पास्टर रोशन, पास्टर हिरा, साथसाथै यहाँ धेरै हुनुहुन्छ, म सबैको नाम लिन सक्दिनँ। तपाईँलाई धन्यवाद। तर एउटा कुरा बताउन चाहन्छु, चेला बनाउनु इम्पोर्टेन्ट छ। हालेलुया। आफ्नो वेको चेला छ। क्यानाडामा सबैभन्दा धेरै चेला पास्टर सुरेन्द्रको छ। उहाँको आफ्नै प्रभुले आफ्नै तरिकाले मलाई हामी सबैको आफ्नो। तर एउटा कुरा याद गर्नु, ख्रिस्टलाई प्रेम गर्दै गर्दा चेला बनाउने काममा हामी चुक्नु हुँदैन, हामी कन्टिन्यू लाग्नुपर्छ। हालेलुया। उद्धार निःशुल्क छ, तर चेलापन चाहिँ मूल्य चुकाउनु पर्दछ। उद्धार चाहिँ निःशुल्क हो, साल्भेसन इज फ्री, डिसाइपलशिप कस्ट।
त्यसको लागि के कष्ट हुन्छ भन्दा समय कष्ट लाग्छ, पैसा कष्ट लाग्छ, हरेक कुरा कष्ट। तर परमेश्वरले चाहेको कुरा चाहिँ चेला बन्नु। सबैले भन्नु त हालेलुया। है धेरै 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 कुरालाई म सार्दै 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 म तपाईँलाई अन्तमा आउँदैछु। मिसनरीको जिम इलियट सन् 1956 मा उहाँ इक्वेडोर भन्ने जग्गामा जानुभयो। उनी र उनका 4 जना साथीहरू, त्यहाँको मानिसहरू चाहिँ किसिमको जङ्गली खालको मानिसहरू थिए है। अनि उनीहरूलाई एरोप्लेनबाट ल्याएर खाना खुवाउने कामहरू गर्थे। अनि उनीहरूले रिसिभ गरेको देखेर नि उनीहरू के गरे थाहा छ तपाईँलाई? उनीहरू भएकै ठाउँमा जाने भयो। अन्तिममा गएर नि त्यही मान्छेहरूले ती 5 जना मान्छेहरू मारिदिन्छ। उनीहरूले सोचे साथ दिन्छन् होला भनेर, तर मारिदिन्छ। तर मिसन त्यही इन्कम्प्लिट हुँदैन। कारण किनभने पछाडि उसको वाइफ फर्किएर फेरि त्यही जग्गामा जान्छ। उसले बदला लिँदैन तर क्षमा गर्छ। त्यो जग्गाको डल्लै मानिसहरूले ईश्वरलाई विश्वास गर्दछन्। म तपाईँलाई बताउन चाहन्छु कि परमेश्वरले तपाईँ र मलाई यस्तो विश्वास गरेको चाहनुहुन्छ कि बलिदान गर्ने विश्वास। आयो सन्डेको दिन चर्च आयो, आराधना गर्यो, भेटी चढायो, $2-3 4 आना नभए होइन। अनि त्यस पछाडि फर्केर गयो। अनि फेरि अर्को सन्डे आयो, त्यही गर्यो। अनि फेरि गयो, त्यही गर्यो। परमेश्वर सेटिस्फाइड हुनुहुन्न। God wants us to go. परमेश्वर चाहनुहुन्छ हामी गएको, सुसमाचारको लागि गएको चाहनुहुन्छ। हालेलुया। हाम्रो कन्फरेन्सको थीम वर्स अर्थात् हाम्रो कन्फरेन्सको मुटुको कुरा के हो भन्दाखेरि हार्ट अफ हार्भेस्ट। फसल त प्रशस्त छ तर खेतहरू थोरै छ। आज म तपाईँलाई सबैलाई आँखा चिम्म गर्न आउँछु। यसो निदाउनु होइन, तर मलाई ध्यान दिएर सुन्नु होला। सबैजनालाई आँखा चिम्म गर्नुहोस्। म चाहन्छु मेरो सालो साइमन अनि सुनिता बहिनी तपाईँ आइदिनुहोस्, मलाई अलिकति वर्सिपमा हेल्प गरिदिनुहोस्। कारण किनभने यो समय नै हामी क्रुसतिर हेर्नेछौँ। हामी सबैजना हाम्रो आँखालाई बन्द गर्नेछौँ अनि हामी आफ्नो जग्गामा खडा हुनेछौँ। यो समय परमेश्वरले तपाईँ र मलाई उहाँलाई प्रेम गर्न भन्नुभयो, अनि मानिसहरूलाई प्रेम गर्न भन्नुभयो, अनि सुसमाचार प्रचार गर्नु भन्नुभयो, र चेला बनाउनु। आज व्यक्तिगत मानिसको जीवनमा र मण्डलीको जीवनमा परमेश्वरको उद्देश्य यो 4टा कुरामा रहेको छ। म चाहन्छु तपाईँ हामी सबैजना नम्र भएर खडा हुनेछौँ प्रभुको उपस्थितिमा है। यो समय प्रभुलाई सोध्नेछौँ, खडा हुनेछौँ। अनि हामी हाम्रो आँखालाई बन्द गर्नु। मलाई नहेर्नुहोस्, तपाईँ आफ्नो हृदयलाई हेर्नुहोस्। हामी कसैलाई जाँच गर्दैनौँ, तर हामी आफैले आफैलाई हेरौँ, जाँच गर्नु। प्लिज क्लोज युर आइज इन इङ्ग्लिस, इट्स भेरी इजी। लेट्स सी है। मैले तपाईँलाई प्रेम गरेँ, तिमीले मलाई प्रेम गर्यौ होइन। परमेश्वरले प्रेम गरेको चाहनुहुन्छ, उहाँले सम्बन्ध चाहनुहुन्छ, उहाँले मानिसहरूलाई प्रेम गरेको चाहनुहुन्छ, उहाँले परमेश्वरलाई प्रेम गरेको चाहनुहुन्छ। अनि उहाँले भन्नुहुन्छ, हे सबै बोझले दबाएका र थाकेका हो, म कहाँ आऊ। यीशुले यो भन्नु भएन मानिसहरूलाई भेट्दै गर्दा आफूलाई सुधार गर वा यो गर त्यो गर, तर उहाँले भन्नुभयो मलाई प्रेम गर, आऊ भन्नुभयो। उहाँले बोलाउने काम गर्नु। आजको साँझ तपाईँको जीवनमा सायद पवित्र आत्माले तपाईँलाई बोलाउँदै हुनुहुन्छ। अनि आजको साँझ सायद पवित्र आत्माले तपाईँलाई केही भन्दै हुनुहुन्छ। हामी परमेश्वरसँग यो समय अलिकति थोरै समय बिताउनेछ। यस समय हामी सबैजना ख्रिस्टी येशूलाई हेर्नुहुन्छ। मलाई थाहा छ हामीलाई भोक लागेको छ। तपाईँलाई मात्र होइन, म यहाँ 9 बजी आएको सबैभन्दा पहिले। तपाईँ जुन अवस्थामा हुनुहुन्छ म नि त्यही अवस्थामा छु, सबैजना छु। यो समय पवित्र आत्मालाई मौका दिनेछौँ। हामी भन्दैछौँ प्रभुलाई, प्रभु म तपाईँलाई प्रेम गर्न चाहन्छु। प्रभु म मानिसलाई प्रेम गर्न चाहन्छु। प्रभु म तपाईँको सुसमाचारको लागि जान चाहन्छु। प्रभु म चेला बनाउन चाहन्छु। प्रभु हामी तपाईँको चरणमा आजको साँझ आउँछौँ। प्रभु तपाईँले हाम्रो हृदयलाई हेर्नुहोस्, हामीलाई जाँच्नुहोस् भन्ने हामी प्रार्थना गर्छौँ। पवित्र आत्मा हामी तपाईँलाई आजको साँझ यो जग्गामा स्वागत गर्छौँ। हामी जवानहरू छौँ, हामी अधवैँसीहरू छौँ, हामी वृद्धहरू छौँ, हामी मण्डली आज यहाँ खडा भएका छौँ। अनि
पवित्र आत्मा हामी तपाईँलाई हाम्रो हृदय समर्पण गर्दछौँ। तपाईँलाई हामी धन्यवाद दिन्छौँ। तपाईँ हाम्रो निम्ति आउनुभयो प्रभु येशू, तपाईँ हाम्रो निम्ति मर्नुभयो प्रभु, तपाईँले हामीलाई जीवन दिनुभयो, तपाईँलाई धन्यवाद। तर तपाईँले तपाईँलाई प्रेम गर्न सिकाउनुहोस् येशू। तपाईँले हामीलाई प्रभु मानिसहरूलाई प्रेम गर्न सिकाउनुहोस् प्रभु। तपाईँले हामीलाई तपाईँको लागि जान सिकाउनुहोस् अनि चेला बनाउन सिकाउनुहोस् भन्ने हामी प्रार्थना गर्छौँ प्रभु। समय हामी सबैजना येशूको नजिक आउँछौँ। हाम्रो आवाजहरूलाई खोल्दैछ। हामी सबैजना एकै आवाजमा यो गानालाई गाउँदैछौँ। आउनुहोस् हाम्रो मुखहरूलाई खोलौँ हामी सबैजना। छोएर मात्र होइन, आएर मात्र होइन, छोएर मात्र होइन, मलाई हृदयमा लुका, मलाई हृदयमा अटा, मलाई हृदयमा लुका, मलाई हृदयमा अटा। यदि तपाईँ यो समय पवित्र आत्माको उपस्थिति, परमेश्वरको उपस्थितिलाई महसुस गर्दै हुनुहुन्छ भने आफ्ना हातहरूलाई स्वर्गतिर उचालेर यो गानालाई फेरि गाउन सक्नुहुन्छ। मलाई आफ्नो ठाउँ छोडी आउन दे, 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 मलाई अँगाली दे, मलाई अँगाली दे, मलाई अँगाली दे, मलाई अँगाली दे येशू, मलाई अँगाली दे, मलाई अँगाली दे, मलाई अँगाली दे येशू। हामी सबैजना एकै स्वरमा भन्दैछौँ, परमेश्वर म तपाईँलाई प्रेम गर्नेछु। हामी सबैजना ठुलो स्वर खोलेर यो बिल्डिङ फुट्यो भने नि मेरो जिम्मा आज हामी सबैजना भन्नेछौँ, ठुलो स्वरमा भनौँ, परमेश्वर म तपाईँलाई प्रेम गर्नेछु। परमेश्वर म मानिसलाई प्रेम गर्नेछु। परमेश्वर म सुसमाचार सुनाउनेछु। र परमेश्वर म चेला बनाउनेछु। प्रभु म तपाईँलाई धन्यवाद दिन्छु आजको साँझ, तपाईँलाई प्रशंसा, तपाईँलाई महिमा अनि तपाईँको नाउँलाई उचाल्दछु येशू। तपाईँलाई म धन्यवाद दिन्छु आजको साँझ तपाईँ हाम्रो बिचमा हुनुभयो। पवित्र आत्मा जुन वचनहरू छरिएको छ म विश्वास गर्छु यो वचनले 60 गुणा 100 गुणा फल फलाउनेछ प्रभु। आज हामी तपाईँलाई प्रेम गर्न सकौँ प्रभु। आज हामी यो मण्डली हुन सकौँ जुन मण्डलीले तपाईँलाई प्रेम गर्छ, मानिसलाई प्रेम गर्छ, सुसमाचार सुनाउँछ र चेला बनाउने काम गर्छ प्रभु। आज प्रभु हामी यत्तिकै भेला हुने होइन, तर ख्रीष्ट तपाईँको इच्छा हाम्रो जीवनमा पुरा होस् भनिकन हामी भेला हुन चाहन्छौँ। अनि प्रभु तपाईँको इच्छालाई पुरा गर्दै
गर्दा तपाईँलाई प्रेम गर्ने, मानिसलाई प्रेम गर्ने, सुसमाचार सुनाउने र चेला बनाउने कार्य जो तपाईँले मण्डलीलाई दिनुभएको छ प्रभु, यो कार्यमा हामी सफल हुन सकौँ भनी म प्रार्थना गर्छु। आज क्यानाडाका मण्डलीहरू प्रभु आज साँच्चै नै तपाईँलाई प्रेम गर्नमा, चेला बनाउनमा प्रभु, मानिसलाई प्रेम गर्नमा र प्रभु सुसमाचार सुनाउनमा जहिले पनि अगाडि हुन सकुन् भनी प्रार्थना गर्छु। महिमा तपाईँलाई येशू ख्रीष्टको नाममा। थ्याङ्क यू सो मच। तपाईँहरूलाई वचन ध्यान दिएर सुनिदिनु भएको लागि म विश्वास गर्छु तपाईँ आशिषित हुनुभएको छ। प्रभुले तपाईँहरू सबैलाई आशिष दिउन्। र यो समयमा पास्टर बाबुलाई दिन चाहन्छु सबैलाई जय मसीह। त्योभन्दा अगाडि यो सुनको बाला झरेछ कसको हो है? यो माता दिदीको रहेछ, मलाई हामी दिनेछ। प्रभुले सबैलाई आशिष दिउन्। सबैजनालाई जय मसीह। 10 वर्षमा बिएनसिएसीमा वचन बोलियो है। आशा गर्छु मैले धेरै समय लिन। हुन्छ, परमेश्वरलाई धन्यवाद भएको होस्। र यहाँ सबैलाई फेरि पनि जय मसीह। हामी यो घडी पास्टर पुष्पलाई जोरदार ताली लगाएर धन्यवाद दिन्छौँ। उहाँको सेवाकाईमा, मिनिस्ट्रीमा परमेश्वरले निरन्तर रूपमा आशिष गर्नुभएको होस्। आज हाम्रो बिचमा यो शुक्रबार बिएनसिसीको 6औं समिटमा पहिलो र दोस्रो सेसन हामीले पुरा गरिसकेका छौँ। एकदमै हामीले राम्रो वक्ताहरू पायौँ र जुन एउटा प्यासनमा, जुन एनर्जीमा उहाँहरूले आजको सङ्गति यो पहिलो र दोस्रो सेसनलाई कम्प्लिट गर्नुभएको छ, हामी आशा गर्छौँ भोलि पनि त्यही खालको एनर्जीमा, त्यही खालको प्यासनमा हामी यहाँ भेला हुनेछौँ। र भोलिको समय चाहिँ वचनको सेवाकाई हाम्रो बिचमा वक्ताको रूपमा हाम्रो आदरणीय पास्टर बाबु पास्टर ब्रायन खड्का हुनुहुन्छ। उहाँले लिनुहुनेछ। हाम्रो मात्रै एउटा सेसन रहनेछ र भोलि हाम्रो समय ठिक 1 बजे, सायद 1 बजे हामी यहाँ भेला हुनेछौँ यही ठाउँमा। र जाँदाखेरि हामी खाना खाएर पनि जानेछौँ। मैले अघि नै पहिले नै तपाईँहरूलाई जानकारी गराइसकेको छौँ र म एउटा होमवर्क पनि दिएर पठाउनु पर्यो यहाँहरू सबैजनालाई। अनि त्यो होमवर्क चाहिँ के हो भन्दाखेरि आज तपाईँहरू घर जाँदै गर्दाखेरि खोलामा झरना हेर्न जानु त पक्कै जानुहुन्छ होला, जानुहोस्। तर एउटा होमवर्क चाहिँ के छ भन्दाखेरि आफ्ना मण्डलीका, आफ्ना साथीभाइहरूलाई फोन गरेर भन्नुहोस् भोलि बिएनसिसीको 6औं समिट चाहिँ अन्तिम सेसन शनिबार हुँदैछ भनेर तपाईँहरूले बोलाएर ल्याउनुहोस्। आफ्नो मण्डलीको छिमेकीहरूलाई, आफ्ना आफन्तलाई तपाईँहरूले भन्नुहोस् ताकि उहाँहरू पनि भोलिको सेवामा हामीसँग उपस्थिति भएर मिलेर प्रभुको महिमा हामीले गर्न सकौँ। र अर्को म यहाँबाट सूचना राख्न चाहन्छु। त्यो सूचना चाहिँ के हो भन्दाखेरि विगतको दिनहरूमा नै हामीले यो अभ्यासहरूलाई गर्दै आएका छौँ र यसपालि पनि हामीहरूले भोलि सायद केही समयमा हामीहरूले भेटी अफरिङको टाइम पनि राखेका छौँ र यहाँहरूलाई एकदमै तयारीको साथमा हामी आइदिनका लागि आग्रह पनि गर्छौँ। र फेरि यो पनि नलिनुहोस् कि तपाईँहरूसँग छैन भने पनि ठिकै छ, तर तपाईँहरू चाहिँ आइदिनुहोस्। तर यदि आउँदै गर्दा तपाईँले मुठी खोल्नुहुन्छ भने त्यो रकम चाहिँ हामी बिल्कुलै यस समिटको लागि सदुपयोग गर्नेछौँ। र त्यसको निम्ति हाम्रो आदरणीय पास्टर याकुबले केही समय दिनुहुनेछ अफरिङको टाइममा। र हाम्रो मैले अघि नै घोषणा गरिसकेँ, हाम्रो पास्टर बाबुले वचनको समय लिएर आउनुहुनेछ। र अर्को महत्त्वपूर्ण कुरा चाहिँ सायद भोलिको चम्का भेटमा, भोलिको भेटघाटमा हामी प्रभु भोजलाई पनि आयोजना गर्ने निर्णयहरू गरेका छौँ। अनि सबैजना आइदिनुहोस् र हामी सबैजना प्रभु भोजमा पनि रहनेछौँ र एक आपसमा भलाकुसारी गर्नेछौँ अनि सबै मिलेर प्रभुलाई महिमा दिनेछौँ। हामी आजको सङ्गतिहरूलाई यहीँ नै विसर्जन गर्नेछौँ। यहाँहरूलाई भनिसकेको छु मैले कि हामी खाना खाएर यहाँबाट बिदा हुनेछौँ। यहाँहरूकै लागि हजुर, यहाँकै लागि भनेर हामीले त्यो खानेकुराहरू तयार पारेका छौँ। र जाँदै गर्दाखेरि भोलिन्टियर भाइहरूले त आफ्नो समय दिँदै हुनुहुन्छ। सम्भवतः यहाँहरूले देखेसम्म भ्याएसम्म सरसफाइहरू जतिजना मानिसहरूलाई आह्वान गरिएको छ त्यो गरिदिनु भयो। आफ्नो वरिपरिमा रहेको, आसपासमा रहेको बोतलहरूलाई पनि उठाइदिनु भयो भने पनि त्यसले हामीलाई थोरै भए पनि सहयोग हुनेछ। र हामी प्रार्थना गरेर आजको यो पहिलो दिनको 2 सेसनलाई अन्त्य गर्नेछौँ र हामी सरासरी खानामा जानेछौँ। र यहाँहरू सबैले आशा पनि गर्छु कि भोलिको दिनमा आफ्नो छिमेकी मण्डलीहरूलाई र आफ्नो मण्डलीका सबै दाजुभाइहरूलाई, विश्वासीहरूलाई बोलाएर
तपाईँ सायद परिवारसँग यहाँ उपस्थित हुनुहुनेछ र हामी सबैजना मिलेर प्रभुलाई महिमा दिनेछौँ। हुन्छ, म यो सूचनाको समय दिइराख्न चाहन्छु र हाम्रो एल्डर तारा राई उहाँले क्लोजिङ प्रेयर गरिदिनुहुनेछ। त्यस पछाडि हामी खानामा जानेछौँ। सायद उहाँले समय दिनुहुनेछ। उहाँ हुनुहुन्न भने सायद कसैले लिनुहुन्छ कि के गर्नुहुन्छ? हुन्छ, धेरै थाकिसकेका छौँ, भोक पनि लागेका छौँ र यस कारणले गर्दा उहाँ सायद व्यस्त हुनुहुन्छ। आयोजक मण्डली आफू होस्ट हुँदाखेरि कति कुरोहरूमा व्यस्त भइरहेको हुन्छ र यस कारणले गर्दाखेरि मैले यो समय लिएँ। आउनुहोस् हामी प्रार्थना गरौँ अनि यो सेसनलाई हामी अन्त गर्नेछौँ। परमेश्वर पिता, हामी तपाईँलाई तपाईँको पुत्र येशूको नाममा धन्यवाद दिन्छौँ। आजको दिन हाम्रो यो बिएनसिएसीको 6औं वार्षिक सम्मेलनको यो पहिलो र दोस्रो सम्मेलन प्रभु यो सेसन एउटा सफलतापूर्वक आशिषमय ढङ्गले शक्तिशाली रूपमा प्रभु अन्त भएको छ। तपाईँको सहायता, तपाईँको उपस्थितिको लागि हामी धन्यवाद दिँदछौँ। आज हामी यहाँ 1 बजीदेखि यो घडीसम्म भेला भएर तपाईँको उपस्थितिमा रमाउँदै तपाईँलाई आराधना गर्दै अनि वचनबाट सुन्दै सिक्दै प्रेरित हुँदै आत्मामा प्रज्वलित हुँदै यो घडीसम्म हामीलाई प्रभु तपाईँले रहनको लागि सहायता गर्नुभयो। प्रभु धन्यवाद दिँदछु परमेश्वर। आज हामीले जे कुरोहरू सुनेका छौँ प्रभु, त्यो हामीले हाम्रो जीवनमा प्रभु उतार्न सकौँ। हामी त्यो सुनेको वचनलाई हामी बाँच्न सकौँ, जिउन सकौँ। प्रभु हामी सुन्ने मात्र होइन प्रभु, हामी एक एकलाई तपाईँ परमेश्वरले सहायता गर्नुहोस्। प्रभु धन्यवाद दिँदछु। सम्पूर्ण टिमहरूको लागि तपाईँ परमेश्वरलाई धन्यवाद। तपाईँ परमेश्वरले नयाँ पुस्तालाई तपाईँको राज्यको लागि निर्माण गर्दै हुनुहुन्छ। त्यो कुरो आज हामीले प्रत्यक्ष रूपमा देखिरहेका छौँ। साना भाइ बहिनीहरूलाई प्रभु तपाईँले अद्भुत रीतिले तपाईँको महिमाको लागि प्रयोग गर्दै लानुभएको छ। प्रभु धन्यवाद दिँदछु परमेश्वर पिता। धन्यवाद प्रभु, यो घडीसम्म तपाईँले हामीलाई सहायता गर्नुभयो। आज पानी झरे, घाम पानी पनि नभनिकन जो जति किचनमा खट्नु भएको छ प्रभु, उहाँहरूको लागि तपाईँ परमेश्वरलाई धन्यवाद दिन्छु। प्रभु उहाँहरूले जो खानाहरू मेहनत गरेर बनाउनु भएको छ, ती बनेको कुरोहरूमा, खर्चेको भण्डारमा, परिश्रमी हातहरूमा प्रभु तपाईँको आशिष बोल्दछु। प्रभु धन्यवाद दिँदछु परमेश्वर पिता। सबै महिमा तपाईँलाई। अब हाम्रो पिता परमेश्वरको प्रेम, पुत्र प्रभु येशू ख्रीष्टको अनुग्रह, पवित्र आत्माको सङ्गति अनि सहभागिता हामी प्रत्येकजनाको साथ उहाँको दोस्रो आगमनसम्म बनिरहँ। हामी सबैले एकसाथ भनौँ आमेन। हुन्छ, थ्याङ्क यू सबैजनालाई। फेरि पनि रिमाइन्डर, भोलि 1 बजी हामीले चाहेर पनि दोस्रो दिन बिहान सुरु गर्न सकेनौँ। यसपालि हाम्रो टिटा सेसन मात्रै छ। हाम्रो भोलिको सेवा पनि एकदमै छोटो मिठो रहनेछ। 1 बजी तपाईँहरू सबैजना भेला भइदिनु भयो भने हामी 1:15, 1:30मा चाहिँ हामी एकदमै सुरु गर्छौँ र 4 बजीभन्दा अगाडि नै हामीले यो सेवालाई सिद्ध्याएर हामी पनि घर फर्किने हामीले प्लानहरू बनाएका छौँ। र यहाँ सम्पूर्णलाई जो जति आज आउनुभएको छ आउनुहोस्, अरू साथीहरूलाई पनि परिवारहरूलाई पनि लिएर आउनुहोस्। भोलि स्याटरडे हो। हुन्छ, सबैजना हामी खानाको लागि हामी त्यहाँ जानेछौँ। अनि बोर्ड मेम्बर्सहरू चाहिँ तपाईँहरू हामी यहाँनिर छोटो बैठक बस्दैछौँ खाना उहाँहरू लिँदै गर्दाखेरि। अनि सम्पूर्ण भाइ बहिनीहरूलाई भोलिन्टियरली त्यहाँनिर किचनमा सर्भिङमा हेल्प गरिदिनको लागि पनि अनुरोध गर्न चाहन्छु। हुन्छ, जय मसीह।